नमस्कार दर्शकवृन्द, क्यापिटल नेपालको विशेष अङ्कमा यहाँहरूलाई स्वागत छ। दर्शकवृन्द, आज हामी नेपालको श्रम नीति र अहिले भइरहेको समस्या र समाधानको विषयमा केन्द्रित रहेर कुराकानी गर्न गइरहेका छौँ। यसै सन्दर्भमा संवाद गर्नको निम्ति हामीसँग हुनुहुन्छ श्रम तथा आप्रवासी विज्ञ रामेश्वर नेपाल। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। सर, यहाँलाई स्वागत छ। आराम हुनुहुन्छ? धन्यवाद, ठिकै छु। हालको नेपाली श्रम बजारको अवस्थालाई यहाँले कसरी हेर्नुहुन्छ, होइन? यसको बारेमा बताइदिनुहोस् न। खास गरिकन अब नेपालमा हरेक साल 5 लाख जनशक्ति चाहिँ नयाँ श्रम बजारमा प्रवेश गर्छ भनेर भनिएको छ। नेपाल सरकारका तथ्याङ्कहरूले यो कुरा बताउँछन्। तर त्यो मध्येमा एकदमै नगण्य मात्राका नेपाली नागरिकहरूको लागि स्वदेशमा रोजगारीको अवसरहरू प्राप्त छ र बाँकी रहेकाहरूको लागि चाहिँ रोजगारीको अवसरहरू प्राप्त छैन। त्यसले गर्दाखेरिमा कतिपयले चाहिँ शब्द यसरी प्रयोग गरेका छन् कि नेपालमा बेरोजगारीको महामारीको अवस्था छ पनि भनेर भनिएको छ। यसलाई नेपाल सरकारकै सर्वेक्षणहरूको पनि तथ्याङ्कहरूलाई केलाएर हेर्ने हो भने हामीसँग श्रमशक्ति सर्वेक्षण जुन भएको थियो, पछिल्लो श्रमशक्ति सर्वेक्षण, त्यसले चाहिँ के देखाउँछ भने 2 करोड 6 लाख चाहिँ नेपाली जनसङ्ख्या उनीहरू चाहिँ यो श्रम गर्ने अथवा रोजगारीको चाहिँ लागि उमेर पुगेका 16 वर्ष उमेर पुगेका नागरिकहरूको सङ्ख्या त्यो छ। त्यो मध्येमा केवल 1/3 मात्रै नेपालमा रोजगारी पाएका छन्। त्यो रोजगारी कस्तो त भन्दाखेरिमा त्यो जुन बेला सर्वेक्षण गरियो, त्यो सर्वेक्षण गर्दाको बखतमा केही घन्टा भनेको पार्ट टाइम काम गर्नेहरूलाई समेत पनि जोड्दाखेरिमा 1/3 चाहिँ कुनै न कुनै किसिमको पूर्णकालीन अथवा आंशिककालीन चाहिँ रोजगारी पाएको। बाँकी रहेको 2/3 चाहिँ रोजगारी नपाएका, जो रोजगारी गर्नको लागि योग्य थिए, सक्षम थिए, उनीहरूले चाहिँ रोजगारी नपाएको भन्ने अवस्था छ। त्यसले गर्दाखेरिमा चाहिँ के छ त भन्दाखेरिमा स्वदेशमा रोजगारी नपाइसके पछाडि जो पछिल्लो चरणहरूमा चाहिँ जो देखिएका छ, पछिल्ला दशकहरूमा ठुलो सङ्ख्यामा नेपाली नागरिकहरू चाहिँ वैदेशिक रोजगारीमा जानु परेको अवस्था छ। अर्थात् स्वदेशमा जीविकोपार्जनको लागि पर्याप्त मात्रामा कमाइ हुने किसिमको अथवा यसैमा निर्भर भएर म स्वदेशमै अडिन्छु, म मेरै देशमा बस्छु, दिनचर्या चलाउँछु भन्ने अवस्था रहेन। त्यसले गर्दाखेरिमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाहरू चाहिँ देखिन्छ। र अर्को एउटा चिज यसमा जोड्नुपर्ने चाहिँ के छ भने जसले रोजगारी पाउनुभयो, स्वदेशमै थोरैले पाउनुभयो, तर जसले पाउनुभयो उहाँहरूको चाहिँ जीविकोपार्जनको लागि चाहिँ कमाइको कुरा आयो। त्यो कमाइको अवस्था के छ त भन्दाखेरिमा कमाइको अवस्था चाहिँ एक त हाम्रो जो न्यूनतम ज्याला भनेर तोकिएको छ त्यो पनि जीविकोपार्जनको लागि पर्याप्त हुने किसिमको छैन। जस्तो कि एउटा त्रिभुवन विश्वविद्यालयले 2075 सालमा एउटा सर्वेक्षण गरेको थियो, एउटा अनुसन्धान गरेको थियो। त्यो अनुसन्धानले चाहिँ नेपाल सरकारले तोकेको जुन प्राइस इन्डेक्सहरू छ नि, त्यो इन्डेक्सहरूलाई हेर्दाखेरिमा चाहिँ जो एउटा परिवारको लागि न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्नको लागि 22,000 जति चाहिँ प्रति महिना लाग्दो रहेछ। नेपालमा जसले रोजगारी पाए, जो लेबर फोर्स सर्वेको रिपोर्ट अनुसार चाहिँ 17,000 चान्चुन मात्रै चाहिँ रुपियाँ महिनामा कमाइ हुँदो रहेछ। त्यसले गर्दाखेरिमा परिवार धान्न सक्ने अवस्था भएन। भनेपछि दुईवटा कुरा, एउटा टोटल बेरोजगारीको अवस्था एकदमै ठुलो, अर्को जो रोजगाररत रहनुभयो उहाँहरूले पनि परिवारको जीविकोपार्जन गर्न सक्ने किसिमको चाहिँ कमाइ गर्न नसक्ने अवस्था हो। समग्रमा चाहिँ यो नेपालको रोजगारीको अवस्था अथवा श्रमको अवस्था चाहिँ यस्तो देखिन्छ, जसले गर्दाखेरिमा चाहिँ एज अ पुस फ्याक्टर जो भनिन्छ नि, कतिपयले यसलाई ड्राइभर पनि भनेर भनिन्छ। यो कारणले गर्दा अन्डरलाइन कज यो भयो। यो कारणले गर्दाखेरिमा चाहिँ नागरिकहरू बाध्य भएर अन्तिम विकल्पहरूमा ल भइगयो, अब मेरो यहाँनिर उपाय भएन, त्यसले गर्दाखेरिमा चाहिँ मेरो अन्तिम विकल्प भनेको वैदेशिक रोजगारी हो भनेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाहरू चाहिँ देखिन्छ। नेपालमा अझै पनि ठुलो जनशक्ति चाहिँ वैदेशिक रोजगारीको लागि जान बाध्य छन्, होइन? यो अवस्थालाई न्यूनीकरण गर्नलाई अथवा रोकथाम गर्नका लागि नीतिगत व्यवस्थाबाटै यसको समस्या समाधान गर्न सकिन्छ? पक्कै पनि, किनभने विश्वका कयौँ देशहरूले गर्न सके अथवा त्यो पाथवेमा धेरै अगाडि बढिसके। हामीले पनि केही पाथवेमा केही अगाडि त बढेका छौँ, तर कता कता हामी लरबराएका छौँ अथवा हराएका छौँ, होइन? यसमा सकिन्छ कि सकिँदैन भन्नेमा चाहिँ पक्कै पनि सकिन्छ र सक्नु पनि पर्छ। नत्र भने लङ टर्म यसरी वैदेशिक रोजगारीमा निर्भर भएर अथवा यो सङ्ख्याका नागरिकहरूलाई बेरोजगारी अथवा स्वरोजगारीको अवसरहरू इन्स्योर नगरेर देश चलाएर हुँदैन। यसले चाहिँ अन्ततः यो आक्रोश पैदा गर्छ, यसले निराशा पैदा गर्छ र कतिपय अवस्थामा विध्वंसहरू पनि पैदा गर्न सक्छ, जुन चिज एकदमै अनफर्चुनेट हुन सक्छ। त्यसकारणले गर्दाखेरिमा चाहिँ
नीतिगत रूपमा नै जस्तो कि नेपाल सरकारले कयौँ नीतिहरू लिएर आएको पनि छ, कार्यक्रमहरू पनि लिएर आएको छ। त्यो म यही भन्दै थिएँ, पाथ वेमा चाहिँ नेपाल सरकार प्रवेश गरेको पनि देखिन्छ, सँगसँगै लडबडाएको पनि देखिन्छ। म त्यो पाटोमा एकछिनमा आउँछु। नीतिगत रूपमा नै जस्तो उद्यमका कुराहरू हुनसक्छ अथवा सेल्फ इम्प्लोइमेन्टको कुराहरू, किनभने सबै हाम्रो देशको अहिलेको अवस्था 5 लाख नागरिकहरू प्रत्येक वर्ष नयाँ श्रम बजारमा आउँछन् भनेपछि त्यो सबैलाई चाहिँ नेपाल सरकारले रोजगारी त आफैले दिन नसक्दो हो। तर उसले के चाहिँ गर्न सक्दो हो भने चाहिँ सेल्फ इम्प्लोइमेन्टको वातावरण त क्रिएट गरिदिन सक्दो हो नि त। ल म आफै गर्छु, तिमीले दिन सकेनौ ठिकै छ, म त्यसमा मेरो ठुलो गुनासो छैन, तर म आफै गर्छु नि भन्नेहरू छन् नि त यहाँनिर। उनीहरूको लागि आफै गर्न सक्ने अवस्थाहरू, वातावरण तयार गरिदिने कन्डिसिभ होइन, अथवा सरकारका पहलहरूबाट निजी क्षेत्रहरूसँगको सहकार्यमा हुनसक्छ, अथवा जुन इन्भेस्टमेन्टहरूको लागि चाहिँ सहज वातावरणहरू, इभन फरेन इन्भेस्टमेन्टको लागि चाहिँ सहज वातावरणहरू, मल्टिनेसनलहरूलाई चाहिँ नेपालमा भित्र्याउने खालका वातावरणहरू सिर्जना गऱ्यो भने त क्रमशः रोजगारीहरू पनि सरकार आफैले लोकसेवा खुलाएको जस्तो खुलाएर त त्यो जति सङ्ख्यामा छ त्यो छँदैछ। सरकार आफैले अरू गर्न नसके तापनि उसको पहलमा जुन यो निजी व्यवसायहरूलाई चाहिँ प्रमोट गरेर इन्भाइट गरेर पनि गर्न सकियो। सँगसँगै अर्को वातावरण के सिर्जना गरिदिनु पऱ्यो भने होइन म आफै गर्छु, म कतै जागिर खान जाने भन्दा नि म आफै आफ्नो गर्छु, तर त्यसको लागि चाहिँ यो जस्तो उदाहरणको लागि म प्रोडक्टिभिटीका केही कामहरू गर्छु, म कृषिकै केही कामहरू गर्छु, मलाई चाहिएको बेलामा मलखाद चाहियो पुर्याइदियो सरकारले, म पैसा तिरेर किन्छु। अनि त्यसपछि मेरो उत्पादन चाहिँ यहीँबाट बिक्री भयो भइगयो, म सरकारलाई केही पनि अनुरोध गर्न जरुरी रहेन। तर मेरो बिक्री भएन भने त मेरो त्यो सामर्थ्यले त त्यो लस त थ्याक्न सक्दैन। सरकारले यस्तो वातावरण बनाइनु पऱ्यो कि उसले आफैले नकिने तापनि बजारको चाहिँ व्यवस्था गरिदिने खालको पालिकाहरूले गरिदिनु अथवा प्रदेश सरकारले गरिदिनु अथवा सङ्घीय सरकारले केही व्यवस्थापन गरिदियोस् कि एउटा कुनै मेसिनरीहरू मेकानिजमहरू बनाइदियोस् जसको कारणले गर्दा बजार चाहिँ उपलब्ध पनि होस्, अथवा एक्सटर्नली एक्सपोर्ट गर्ने खालका वातावरणहरू पनि बनाइदियोस्, ताकि हामी चाहिँ के गर्छौँ भने निश्चिन्त भएर चाहिँ हामी हाम्रो मेहनत गर्छौँ र अनि त्यसपछि हामी सेल्फ इम्प्लोइड हुने जो अवस्था छ, हामी आफ्नो आफ्नो पौरख आफै गर्ने भन्छ नि हो, त्यो खालको चाहिँ हामी आफै गर्छौँ, हामी सरकारकै मात्रै मुख ताक्दैनौँ भन्ने पनि अवस्थाहरू हुन्छ नि हो। यो खालको नीतिहरू लिएर आउनु पऱ्यो, त्यो खालको नीतिहरू र कार्यक्रमहरू लिएर आयो भने, र त्यो कार्यक्रमहरू चाहिँ नि निड बेस लिएर आउनु पऱ्यो। के चाहिँ छ त साँच्ची नै आवश्यकता, साँच्ची नै त्यो निडी पिपुल भन्छ नि, उनीहरू त्यो समुदायसँग चाहिँ परामर्श गरिकन के चाहिँ भयो भने चाहिँ तपाईँ सेल्फ इम्प्लोइड चाहिँ तपाईँको जुन त्यो पाथवे छ त्यो चाहिँ तपाईँ ढुक्कसँग गर्न सक्नुहुन्छ होला जस्तो लाग्छ भनेर भन्दाखेरि त्यो किसिमका नीतिहरू लिएर आइदियो भने र केही कार्यक्रमहरू लिएर आइदियो भने वास्तवमा यो अनइम्प्लोइमेन्टको समस्या र जो इम्प्लोइड छन् त्यो इम्प्लोइडहरू पनि यहाँको जागिर छोड्दै विदेश भासिने खालको जुन अवस्था छ नि त्यसलाई चाहिँ क्रमशः हामी रोक्न सक्छौँ। किन सक्दैनौँ? सक्छौँ। अरू कयौँ देशहरूका उदाहरणहरू हेर्न सकिन्छ, हाम्रै देशमा पनि कयौँ व्यक्तिहरूका व्यक्तिगत उदाहरणहरू हेर्न सकिन्छ। उनीहरू विदेश जाउँ कि क्या हो भनेका मान्छेहरूले यहीँ पौरख गरेर आनन्दको जिन्दगी बिताएका उदाहरणहरू हामीसँगै छ। यो निराशाको बिचमा नै हामीसँग छ, त्यस कारणले गर्दा सम्भव छ। भर्खर यहाँले यो निराशाको बिचमा पनि सम्भव छ, नेपालमा एउटा सम्भावनाको अथाह क्षेत्र हो भनेर यहाँले चाहिँ इङ्गित गर्न खोज्नुभयो। देशभित्र रोजगारी सिर्जना गर्नको लागि चाहिँ यो श्रम नीतिले कुन कुन विषयमा प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ यहाँलाई? श्रम विज्ञको हिसाबले यसलाई यहाँले के भन्नुहुन्छ? मूलत हाम्रो देश कृषि प्रधान देश हो। त्यसले गर्दाखेरिमा कृषिको जो आधुनिकीकरण भनेर हामीले वर्षौँदेखिबाट सुनिरहेका छौँ नि, यसलाई साँच्चै नै आधुनिकीकरण गर्नु पर्यो र त्यसमा चाहिँ मूलत जो कृषि कर्ममा इङ्गेज हुन चाहनेहरूको लागि आवश्यक वस्तुहरू समयमा उपलब्ध भइदिनु पर्यो र बजार र उचित मूल्य इन्स्योर गरिदिनु पर्यो। एउटा चिज यो भयो। दोस्रो भनेको चाहिँ विभिन्न सेक्टरहरू छन् जसमा चाहिँ यो जस्तो उद्यमशीलताका कुराहरू, यो प्रोडक्सन सेक्टरका कुराहरू भए, इभन अहिले पछिल्लो समयमा आएर त के पनि भयो भने जुन हामीसँग जुन किसिमको डेमोग्राफी छ नि, एजिङ पपुलेसन चाहिँ नि बढ्दै जाने भनेपछि केयर सेक्टरको चाहिँ अब हामीले केयर गिभिङको काम गर्नको लागि किन अरू देशमा जानेर हामीले हाम्रै देशमा गर्न सकिन्छ भनेपछि यस्ता किसिमका नयाँ तुलनात्मक रूपमा नयाँ सेक्टरहरूमा पनि हामीले चाहिँ केही विकासहरू गर्न थाल्नु पर्यो होइन। नत्र चाहिँ कृषिबाट गर्न सकिन्छ, पर्यटनबाट गर्न सकिन्छ,
उद्यमशीलताहरूबाट गर्न सकिन्छ। सेल्फ इम्प्लोइमेन्टका सेक्टरहरू चाहिँ नि सेल्फ सस्टेनका सेक्टरहरूलाई चाहिँ पहिचान गरेर त्यो अनुसारका कार्यक्रमहरू लिएर आएर गर्न सकिन्छ। भनेदेखि कतिपय अवस्थामा यस्तो पनि देखिन्छ कि धार्मिक पर्यटन जस्ता सेक्टरबाट पनि हामीले थुप्रै इम्प्लोइमेन्ट चाहिँ नि सिर्जना गर्न सकिन्छ। किनभने जुन मल्टिकल्चरलिजम हाम्रो देशमा छ नि, बुद्धिस्टहरू पनि त्यत्तिकै आउन चाहने, हिन्दूहरू पनि त्यत्तिकै आउन चाहने देखि लिएर अथवा हाम्रो जुन यो पर्यटनको लागि पनि आउन चाहने खालको छ नि, यसले गर्दा धेरै सेक्टरहरूमा हामीले गर्न सक्छौँ। तर सँगसँगै चाहिँ ठुलोसँग 62% हाउस होल्ड चाहिँ नेपालको कृषिमै निर्भर आज पनि हामीले पाउँछौँ। त्यो कारणले गर्दाखेरिमा मूलतः कृषिलाई, तर त्यो भनिरहँदाखेरिमा अरू थुप्रै सेक्टरहरूलाई पनि हामीले चाहिँ प्राथमिकतामा राखेर त्यो अनुसारका नीति र कार्यक्रमहरूको इन्टरभेन्सन चाहिँ त्यहाँनिर भइदियो भने हामी क्रमशः धेरै नै रोजगारी सिर्जना गर्न सक्छौँ। हालको श्रम नीति र वैदेशिक रोजगार नीति बीच चाहिँ यो पर्याप्त समन्वय भएको छ कि छैन, यसलाई कसरी हेर्नु भएको छ यहाँले? अब यो वैदेशिक रोजगार नीति इन्टायरली तत्काल हामीले सबैजनालाई नेपालमै रोजगारी इन्स्योर गर्न नसक्दामा वैदेशिक रोजगारीमा जानु आजको आवश्यकता हो भनेर तत्क्षणको लागि जहिलेसम्म हामीले यहाँ रोजगारी सुनिश्चित गर्न सक्दैनौँ त्यो बेलासम्मको लागि भनेर एउटा टाइम फ्रेम भित्र के गर्ने भन्ने नीति भयो। तर हाम्रो आन्तरिक रोजगारीका नीति अथवा श्रम नीति जो छन् त्यो चाहिँ नि लङ टर्म नीतिहरू स्वदेशलाई हेरिकन बनाएको नीति भयो। त्यो हेरिरहँदाखेरिमा हाम्रो जुन श्रम नीति छ त्यो श्रम नीतिले हाम्रो जे जति श्रम बजारमा प्रवेश गर्नुहुन्छ र पोरपरारदेखिबाट जो पाइलअप भएर बसेको चाहिँ नि जुन सङ्ख्या छ रोजगारी नपाएर त्यो सङ्ख्या समेतलाई पनि नेपालमै खपत गर्ने गरिकन चाहिँ आएको नीति हो। त्यसले इन्स्योर गर्छ भनेर नीतिले भनेको छ। पञ्चवर्षीय योजनाहरूले टार्गेटहरू नै सेट गरेर जस्तो वार्षिक 5 लाखको दरले रोजगारीहरू सिर्जना गर्छौँ, यो 5 वर्षको दरम्यानमा 25 लाखलाई नेपालमै रोजगारी सिर्जना गर्छौँ भन्ने नीतिहरू देखिन्छ। तर त्यसको चाहिँ के देखियो भनेदेखि चाहिँ परिणामले त्यो देखाएन। त्यस कारणले गर्दा तपाईँको प्रश्नको उत्तरमा के हो भने यो दुईवटा नीतिको चाहिँ तादात्म्यता मेल खाएको देखिएन। नदेखिएको कसरी त त्यसको एभिडेन्स इन्डिकेटर के हो त भन्दाखेरिमा 5 लाखजनालाई रोजगारी सिर्जना गर्ने चाहिँ भनिएको छ, तर वार्षिक चाहिँ 8 लाख जो 1 वर्षभरिमा श्रम बजारमा आउने भन्दा बढी चाहिँ श्रम स्वीकृति जारी भइरहेको छ। त्यसले गर्दाखेरिमा मूलतः श्रम नीति जो छ जसले नेपालमै रोजगारी इन्स्योर गर्ने भनिएको चाहिँ श्रम नीति हो नि, त्यसले काम गरेको देखेन। परिणामस्वरूप 8 लाखभन्दा बढी श्रम स्वीकृति हुनु परेको अवस्था छ। सुधारको आवश्यक हो भने हामीले कहाँनिर सुधार गर्नु पर्यो, होइन? गल्ती कमजोरी कहाँनिर भयो त हाम्रो? यसमा चाहिँ जो नीति छ त्यो नीति कार्यान्वयन गर्नको लागि लिएर आएका जो कार्यक्रमहरू छ त्यो कार्यक्रम र आवश्यकताको बिचमा तादात्म्यता मेल खाएन जस्तो देखिन्छ। यदि खाएको थियो भने त स्वदेशमै रोजगारी त्यो नीतिले परिणामहरू दिन थाल्थ्यो, त्यो परिणाम दिन थालेन। प्लानिङ प्रोसेस फल्टी भयो जस्तो लाग्छ मलाई। किनभने हामी एउटा उदाहरण लिउँ, प्रधानमन्त्री रोजगार कार्यक्रम जो मेगा इम्प्लोइमेन्ट प्रोग्राम हो, हामीसँग भएका 10औं प्रकारका रोजगारीका कार्यक्रमहरू मध्येमा सबैभन्दा ठुलो रिसोर्स भएको वर्ल्ड ब्याङ्क जस्ता इन्स्टिट्युसनले लगानी गरेको, हुन त त्यसको नाम अहिले परिवर्तन गरिएको छ, तर त्यो कार्यक्रम वर्षौँसम्म चल्यो। त्यो कार्यक्रमको घोषणा गरिरहँदाखेरिमा अबको 5 वर्षभित्रमा 2075 सालको कुरा हो, अबको 5 वर्षभित्रमा एकजना पनि नागरिकले बाध्यकारी वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहँदैन। कोही स्वेच्छाले जानुहुन्छ, उहाँको आफ्नो अधिकार हो भनेर भनिएको थियो। त्यसमा सूचीकृत भएकाहरूलाई चाहिँ कमसेकम 100 दिनको रोजगारी सुनिश्चित गर्ने भनेर भनिएको थियो। त्यसको चाहिँ स्रोत पनि त्यसमा अभाइलेबल थियो, स्रोतहरू जो बजेटहरू फ्रिज भएको अवस्थाहरू पनि देखियो। तर त्यसको चाहिँ त्यो एउटा मात्रै प्रोग्रामलाई नै उदाहरणको रूपमा हेर्ने हो भने हामी अरू थुप्रै प्रोग्रामहरूलाई पनि त्यसै गरिकन निहाल्न सक्छौँ, लेन्स लगाउन सक्छौँ। तर त्यसमा हेर्ने हो भने चाहिँ त्यसको 15-16% बजेट पनि छ, कार्यक्रम पनि छ, डोनरहरू पनि हुनुहुन्छ, हामीले बजेट एलोकेसन पनि गरेका छौँ। तर के छ भन्दाखेरिमा 15-16% मात्रैले चाहिँ रोजगारी पाएको, त्यो पनि होइन जस्तो 100 दिनको रोजगारी भनेको बाँकी रहेकाले रोजगारी नै चाहिँ नपाउन सकेको। त्यो फेरि सूचीकृत भएकाहरू त्यत्तिकै सूचीकृत हुनेन, उनीहरूको एउटा क्वालिफिकेसन हुनुपर्छ। जस्तो म रोजगाररत छु कतै, मैले एप्लाई गरेँ भने म सूचीकृत हुँदिनँ। सूचीकृत हुनको लागि क्वालिफाइड भएका अथवा रोजगारी कतै पनि नभएकाहरूलाई चाहिँ सूचीकृत चाहिँ गरे, रोजगारी नदिएको भनेपछि अब त्यस्तो किसिमको प्रोग्राम लिएर आउँदाखेरिमा चाहिँ के हुँदैछ भने त्यसले के देखाउँछ त भन्दा यो प्लानिङ प्रोसेस फल्टी भयो।
ताकि त्यसले रियालिटीलाई रिफ्लेक्ट गरेन। त्यसलाई म धेरै अस्वाभाविक चाहिँ मान्दिनँ, किनभने पहिलो वर्ष दोस्रो वर्षतिर हामीले एक थोक सोचेका थियौँ, परिणाम दिएन है भनिसकेपछि त्यसले हामीलाई परिवर्तन गर्न सक्नु पर्थ्यो, परिमार्जन गर्न सक्नु पर्थ्यो र काम दिने किसिमको चाहिँ योजना लिएर आउनु पर्थ्यो। त्यो कसरी सकिन्छ त भन्दाखेरिमा त्यो चाहिँ जसलाई रोजगारी आवश्यकता, हामी काठमाडौँमा बसेर प्लान बनाएर हुँदो रहेनछ। किनभने हुनसक्छ पहाडी बेल्टको लागि बनाइएको, पहाडी बेल्टको लागि एउटा किसिमको आवश्यकता हुनसक्छ, तराई बेल्टको लागि अर्को, हिमाली बेल्टको लागि अर्को, पहाडी बेल्टमै पनि एउटा भौगोलिक एरिया अथवा एउटा समुदायको बिच को बाहुल्यता भएको र अर्कोको बाहुल्यता भएको बिचमा एउटै किसिमको नहुँदो होइन। त्यो कारणले गर्दाखेरिमा तत्तत ठाउँको लागि, तत्तत समुदायको लागि फरक किसिमका चाहिँदो। त्यो चाहिँ के त भन्दा हामीले काठमाडौँमा बसेर हुँदो रहेछ। त्यो समुदायसँग अन्तर्क्रिया गरेर यस्तो भयो भनेदेखि चाहिँ हामीलाई ठिक हुन्छ, तपाईँहरूले हामीलाई यस्तो नीति ल्याइदिनुहोस्, नीतिमा भएका कठिनाइहरूलाई यसरी चिरिदिनुहोस् भन्ने किसिमको छलफल गरिकन बटम अप एप्रोच भन्छ नि, हाम्रो चाहिँ प्लानिङ प्रोसेस अप टु बटम रह्यो। बटम अप चाहिँ एप्रोच भइदिएको थियो भनेदेखि चाहिँ त्यो प्लानले बिस्तारै परिणाम दिन थाल्थ्यो। एकैतालले हामीलाई गन्तव्यमा नपुर्याउँदो हो, केही समय लाग्दो हो, जुन स्वाभाविक हो, तर हाम्रो प्लानिङ प्रोसेस फल्टी भयो, त्यसले गर्दा रिजल्ट दिएन। अब यो हामीले अहिले घरेलु डोमेस्टिक श्रमको विषयमा त कुराकानी गऱ्यौँ होइन। भर्खर केही दिन अघि सरकारले चाहिँ यो साउदीसँगको श्रम सम्झौता गरेको छ। यो श्रम सम्झौतामा चाहिँ के कस्ता विषयहरू चाहिँ समावेश गरिएका छन्? श्रम सम्झौतालाई यहाँले कसरी हेर्नुहुन्छ होइन? यसका सकारात्मक पक्ष के छन् त्यसको बारेमा प्रश्न बनाइदिनुहोस् न। यो जस्तो नेपालीहरूको प्रमुख गन्तव्य देशहरू भनेको हुनलाई त अब 150 भन्दा बढी देशमा सालबसाली श्रम स्वीकृतिहरू भएको देखिन्छ, व्यक्तिगत र संस्थागत श्रम स्वीकृति गरिकन। त्यो मध्येमा चाहिँ अधिकांश सङ्ख्या 90% भन्दा बढी सङ्ख्या चाहिँ यो केही देशहरूमा 6-7वटा देश अथवा करिब 10वटा देश जति देशमा चाहिँ 90% भन्दा बढी जाने गरेको देखिन्छ भने बाँकी रहेका अरू त्यो 100 भन्दा माथिका सङ्ख्याका देशहरूमा चाहिँ नगण्य मात्रामा गएको देखिन्छ। त्यसले गर्दाखेरिमा अनि भइरहेको के थियो त भन्दाखेरिमा ती प्रमुख देशहरूसँग, साउदी लगायतका प्रमुख देशहरूसँग नै हाम्रो श्रम सम्झौता नभएको अवस्था थियो। र पछिल्लो पुस्ताका, पहिला पुस्ताका सन् 2005 तिर, सन् 2008 तिर गरिएका श्रम सम्झौताहरू चाहिँ यति कम्प्रिहेन्सिभ थिएन। त्यसले चाहिँ लेबर राइट र वर्कर राइटहरूको चाहिँ विस्तृत रूपमा व्याख्या गरिएको अवस्था थिएन भने पछिल्लो चरणमा गरिएको, चाहे त्यो साउदी अरेबियासँग गरिएको श्रम सम्झौता होस्, चाहे युएईसँग केही वर्ष अगाडि गरिएको श्रम सम्झौता होस्, अथवा मलेसियासँग गरिएको श्रम सम्झौता होस्, यिनीहरूमा चाहिँ अलि विस्तृत रूपमा विभिन्न किसिमका प्रोटेक्सनका मेजरहरू अपनाइकन अधिकार संरक्षणका चाहिँ व्यवस्थाहरू अलि विस्तृत रूपमा गरिकन गरिएको छ। अहिलेको जस्तो साउदी अरेबियासँगको श्रम सम्झौतामा पनि उदाहरणका लागि जो वर्कर छ, वर्करले चाहिँ रिक्रुटमेन्टसँग रिलेटेड र माइग्रेसनसँग सम्बन्धित कुनै पनि कस्ट चाहिँ उसले तिर्ने होइन, त्यो चाहिँ इम्प्लोयरले तिर्ने भनेर भनिएको छ। अथवा उसका बहुआयामिक हिसाबले अधिकार संरक्षणका कुराहरू त्यसमा उल्लेख गरिएको छ। अप्ठ्यारोमा चुनौतीमा पऱ्यो भने कसरी चाहिँ राज्य संयन्त्रहरूले यो राज्य र ऊ राज्य दुवैतर्फको राज्यहरूले चाहिँ कसरी संरक्षण गर्नेछन्, कसरी त्यो चाहिँ ग्रिभान्स मेकानिजमहरूमा कसरी एक्सेस गर्ने भन्ने कुराहरू जो उल्लेख गरिएको छ, यो एकदमै पछिल्ला पुस्ताका श्रम सम्झौताहरूमा यो कुराहरू उल्लेख गरेको छ एक्सप्लिसिटली। त्यो चाहिँ एकदमै राम्रो रह्यो। त्यति हुँदै पनि कतिपय फन्डामेन्टल अधिकारका कुराहरू छन् नि, जस्तो यो फ्रिडम अफ मोबिलिटी भनेर भनिन्छ नि, भनेको चाहिँ जोसँग चाहिँ जुन इम्प्लोयरको लागि काम गर्न भनेर गइएको थियो त्यो भनेअनुसारको सबै शर्तहरू चाहिँ उसले पुरा गर्दैन भने अर्को इम्प्लोयर चेन्ज गर्ने अथवा स्वदेशै फर्किने खालका कुराहरू चाहिँ यो फ्रिडम अफ मोबिलिटीका कुराहरूमा रेस्ट्रिक्सनका कुराहरू चाहिँ स्टिल त्यो विद्यमानै देखिन्छ ती देशहरूमा। त्यो देशको कानुनको कारणले पनि हो होइन। त्योभन्दा बाहेक चाहिँ त पछिल्ला पुस्ताका श्रम सम्झौताहरूमा धेरै कुराहरू चाहिँ प्रोटेक्सनका कुराहरू उल्लेख गरेको छ। तर यसमा एउटा कुरो चाहिँ फेरि ध्यान दिनुपर्ने छ हामीले, किनभने मलेसियासँगको हेऱ्यौँ यस्तै विस्तृत किसिमको श्रम सम्झौता, युएईसँगको हेऱ्यौँ यस्तै किसिमको विस्तृत थियो, जसमा रिक्रुटमेन्ट कस्ट चाहिँ को बर्डन वर्करमा नहुने भनिएको थियो। तर हामीले हातको औँलामा गन्न मिल्ने जति सङ्ख्याको मात्रै पनि भेट्न मुस्किल छ कि जसले चाहिँ रिक्रुटमेन्ट कस्ट तिर्न नपरेको होस्, सबै उसैमा चाहिँ थोपरिएको अवस्था छ। कार्यान्वयन पक्ष चाहिँ नि जतिसुकै विस्तृतमा लेखे पनि फितलो भएको चाहिँ हामीले पायौँ। त्यसमा दुईटै देशको
देशको तर्फको कमजोरी रह्यो, दुवैतर्फका देशका सरकारको कमजोरी चाहिँ रह्यो त्यो कार्यान्वयन गराउनको लागि चाहिँ। तर व्यवस्था चाहिँ कमसेकम पछिल्ला पुस्ताका जुन श्रम सम्झौतामा चाहिँ व्यवस्थाहरू चाहिँ अलिक विस्तृत रूपमा त अलि फराकिलो हिसाबले चाहिँ राख्न थालेको देखियो। भनेपछि यहाँले भर्खर इङ्गित गर्नुभयो कि कार्यान्वयन पक्ष अलि फितलो छ, कमजोर हुने देखिएको छ। यो विगतको अनुभवलाई लिएर यहाँले भन्नुभयो कि कार्यान्वयन पक्ष अलि फितल होला कि भन्ने यहाँको आशंका हो। त्यो मैले आशंका गर्दैन थिएँ, तर विगतका कमसेकम कम्प्रिहेन्सिभ जो एकदमै 2-3 पेजको एकदमै संक्षिप्त किसिमको श्रम सम्झौता, उदाहरणको लागि कतारसँग गरिएको जस्तो श्रम सम्झौतामा विस्तृत कुराहरू उल्लेख नगरेको श्रम सम्झौताको मात्रै कुरा होइन कि विस्तृत रूपमा उल्लेख गरेको हाम्रो युएईसँगको अथवा मलेसियासँगको, जसमा एकदमै राम्रा व्यवस्थाहरू, वर्कर फ्रेन्डली व्यवस्थाहरू गरिएको छ, त्यसलाई कार्यान्वयन नगरेर जस्तो कि जोखिममा पर्यो, इभन यो हदसम्मको कि ह्युमन ट्राफिकिङसम्मको जोखिममा परेको छ, फोर्स लेबरसम्मको जोखिममा परेको छ, चरम शोषणको जोखिममा परेको छ, शारीरिक किसिमको जोखिममा परेको छ, लैङ्गिक किसिमको जोखिममा परेको छ। त्यो चिजलाई त एकदमै गम्भीर तवरले चाहिँ जुन एड्रेस गर्नुपर्ने थियो त्यो एड्रेस नभएको, रिक्रुटमेन्ट कस्टको कुरा त अहिले मैले गरिगएँ होइन हो। त्यो कुराहरू चाहिँ त्यो व्यवहारको कारणले गर्दाखेरिमा चाहिँ अस्ति भर्खरै साउदीसँग पनि राम्रो प्रोभिजनहरू त उल्लेख गरियो, तर विगतका व्यवहारहरूले चाहिँ शङ्का मात्रै होइन पुष्टि नै के गर्यो भने त्यो कागजमा सीमित भयो। र हामी चाहन्छौँ कि त्यो चिजहरू पहिलाका पनि कागजमा सीमित नरहिरहन्। अस्ति भर्खरै ताजा गरिएको साउदीसँगको जुन श्रम सम्झौता छ त्यो पनि फेरि विगतका चाहिँ कागजमा सीमित नरहन्। यो चाहिँ हाम्रो आशंका चाहिँ केले जन्मायो भने विगतको अभ्यासले त्यो आशंका जन्माएर हामी चाहिँ त्यो आशंका गरिरहेका छौँ। तर चाहन्छौँ हामी गलत भइदियौँ र अब आशंका गर्नुपर्ने अवस्था नहोस्, व्यवहारले त्यो पुष्टि गरोस्। सर, जस्तो अब साउदीमा जुन खालको चाहिँ यातना चुनौती सामना गर्नु परेको छ नि हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले, उहाँहरूले भोग्नुभएको समस्या चाहिँ अहिलेको श्रम सम्झौताले सम्बोधन गर्छ त्यस्ता उनीहरूको जुन चुनौतीलाई? श्रम सम्झौतामा गरिएका कतिपय व्यवस्थाहरूलाई हेर्दाखेरिमा यदि कार्यान्वयन भयो भने जसरी व्यवस्था गरेको छ त्यही अर्थमा र त्यही स्पिरिटबाट कार्यान्वयन गरियो भने अधिक मात्रामा चाहिँ श्रमिकहरूले भोगेका चुनौतीहरू अथवा भोग्नु परेका चुनौतीहरूलाई यो श्रम सम्झौतामा उल्लेख गरेका प्रावधान मार्फतै चाहिँ सम्बोधनहरू खोजी गर्ने सक्ने अवस्थाहरू रह्यो। हामीसँग हुनलाई त साउदीतर्फको पनि श्रम कानुनहरू छन्, आप्रवासी श्रमिकहरूलाई आकर्षित हुने, हाम्रो आफ्नो देशको पनि वैदेशिक रोजगार कानुनहरू छन्, त्यो त छँदैछ। त्योभन्दा एक लेयर माथि आएर चाहिँ जुन यो श्रम सम्झौता छ त्यसमा पनि विस्तृत रूपमा व्याख्या गरिएका प्रावधानहरू मार्फत चाहिँ हामीले यो रहेका समग्र होल जुन प्याकेज छ समस्याको एउटा जुन ठुलो पोको छ त्यो मध्येमा चाहिँ अधिकांश चाहिँ समस्या समाधान हुन्थ्यो यदि इमान्दारितापूर्वक र श्रम सम्झौतामा उल्लेख गरिएकै स्पिरिटमा कार्यान्वयन हुन्थ्यो भने त्यसले चाहिँ समाधानहरू दिन्थ्यो। तर कतिपय चाहिँ विषयहरू यस्ता पनि छन् जो चाहिँ यो श्रम सम्झौता अथवा विद्यमान कानुन अथवा विद्यमान हाम्रा जुन प्रयत्नहरू छन् नि, जसरी हामी चाहिँ नीतिहरूलाई कार्यान्वयन गरिरहेका छौँ, हाम्रो इम्प्लिमेन्टिङ एजेन्सीहरूले चाहिँ इम्प्लिमेन्टेसन अथवा नन इम्प्लिमेन्टेसन जुन गरिरहेका छन् त्यसले चाहिँ नि सम्बोधन नगर्ने एङ्गलहरू पनि छन्। उदाहरणको लागि घरेलु सेक्टरलाई साउदीकै उदाहरण लिने भने चाहिँ घरेलु श्रमिक सेक्टरलाई यसले समेट्दैन भनेपछि त्यो सेक्टर त सर्लकै छुट्यो। त्यो सेक्टर कुन हो त भन्दाखेरिमा सबैभन्दा बढी जोखिम सेक्टर हो फेरि त्यो तुलनात्मक रूपमा। अन्त पनि चुनौती छन्। घरेलु सेक्टर चाहिँ आइसोलेटेड सेटअपमा काम गर्नुपर्ने अनि इम्प्लोयरको एकदमै स्ट्रिक्ट कन्ट्रोलमा अनि एउटा हुन्छ नि 4 किल्लाभित्रको चाहिँ नि एउटा टेरिटोरीभित्र कन्फाइन भएर काम गर्नुपर्ने अवस्था पनि भएको कारणले गर्दाखेरिमा चाहिँ त्यो झन् बढी जोखिम वर्ग नै यसमा समेटेको छैन भनेपछि यसले चाहिँ हामीलाई मेडिकेसन जुन छ यसले चाहिँ 100% मेडिकेसन चाहिँ यसले दिँदैन। तर जे जतिलाई चाहिँ समेट्छ कमसेकम यदि कार्यान्वयन भयो भने चाहिँ त्यो सेक्टरको चाहिँ विद्यमान जुन भोल्युम छ नि, प्रब्लमको भोल्युम, च्यालेन्जेसको भोल्युम त्यो चाहिँ क्रमशः घट्दै जाने कुरा चाहिँ देखिन्छ। यो वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि यो सिप, भाषा र पूर्व प्रस्थान तयारी अहिलेको अवस्थामा पर्याप्त छ कि सुधार गर्नुपर्ने आवश्यक देख्नुहुन्छ यहाँले? यो जुन वैदेशिक रोजगारको लेबर माइग्रेसन गभर्नेन्सको नेपालको
एउटा सबैभन्दा बढी मात्रामा सुधार गर्नुपर्ने क्षेत्र चाहिँ यहाँले इङ्गित गर्नुभयो कि यो चाहिँ एकदमै सहयोगी हुन सक्थ्यो, एकदमै उपयोगी हुन सक्थ्यो। जस्तो प्रस्थान पूर्वको ओरिएन्टेसन त्यसलाई राम्रोसँग दिने र लिनेले पनि राम्रोसँग लिने त्यो वातावरण भइदिएको भए थिएन उहाँहरू जुन किसिमको सामान्य समस्याहरूमा जो चाहिँ फस्नु परेको अवस्था छ, सूचनाको अभावको कारणले गर्दा अथवा त्यहाँको व्यवस्थाहरूसँग फेमिलियर नभएको कारणले हेर्दाखेरिमा सामान्य लाग्ने कुराहरूमा पनि मान्छेहरू जटिल चाहिँ जोखिमको एउटा चक्रमा फसिरहनु परेको अवस्था छ। कतिपय त्यस्ता किसिमका जोखिमहरूका चाहिँ उपचार चाहिँ यो प्रस्थान पूर्वको जुन अभिमुखीकरण तालिम छ नि त्यसले दिन सक्थ्यो। म एउटा उदाहरण क्विकली लिइहालौँ। मान्छेको ज्यानै समेत जाने चिजलाई समेत पनि न्यूनीकरण गर्न सक्ने खालको एउटा उदाहरण के हो भने जति पनि नेपाली श्रमिकहरूको विदेशमा मृत्यु भएको छ त्यो मध्येमा सडक दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या चाहिँ थर्ड लार्जेस्ट सङ्ख्या भनेर भनिन्छ। प्रस्थान पूर्वको अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुँदो हो त कोही आत्महत्या गर्न उद्यत मान्छे थियो भने त उसले त एउटा आफ्नो ज्यान फाल्ने कुनै उपाय खोज्थ्यो होला, सडक दुर्घटना पनि निम्त्याउँथ्यो होला, गएर गाडीसँग हेलिन्थ्यो होला। हजुर, ऊभन्दा बाहेकलाई त ज्यानको माया हुन्थ्यो नि त। र उसलाई ट्राफिक सूचना नेपालको ट्राफिक अथवा जुन गाडीको स्पिड छ त्यति नजिकसम्म आइपुग्दाखेरि पनि उसले आएर हामीलाई धक्का दिन सक्दैन, किनभने ऊ चाहिँ नि धेरै स्पिडमा हुँदैन भन्ने मान्यता हुन्थ्यो नि। उहाँ चाहिँ ऊ परेछ भने त्यसले आएर तिमीलाई हिर्काउन सक्छ भन्ने जस्ता। त्यस कारणले गर्दा धेरै खेलाँची नगर है, ट्राफिक साइनहरूको चाहिँ एकदमै स्ट्रिक्टली पालना गर्नुपर्छ। नेपालमा नै पालना त गर्नुपर्ने हो, यहाँ पालना गर्ने चलन छैन। यही खालको चाहिँ शैली तिमीले त्यहाँ अप्नायो भने चाहिँ तिमीहरू ज्यान जोखिममा हुनसक्छ भन्ने खालको 15-20 सेकेन्ड मात्रै लाग्ने कुरालाई चाहिँ बुझ्ने गरेर अलिकति त्यसको त्यो सेन्टिमेन्टमा डुब्ने गरिकन चाहिँ हामीले ओरिएन्टेसनमा इन्क्लुड गर्न सकेका थियौँ भने सडक दुर्घटनाको जुन थर्ड लार्जेस्ट नम्बर थियो, जति सङ्ख्यामा मृत्यु भइरहेको छ त्यसलाई निमिट्यान्न पार्न पाए त हुन्थ्यो। निमिट्यान्न नभए नि त्यो न्यूनीकरण हुन्थ्यो। भनेपछि यसको यो किसिमको भ्यालु छ। अनि सिप यदि हामीले राम्रोसँग सिप सिकेर जान सकेका थियौँ भनेदेखि हामी त आम्दानी गर्न जान लागेका थियौँ, हाम्रो आम्दानी पनि अलि बढी हुन्थ्यो। अनि राम्रो सिप भएको एकदम दखल भएको मान्छेलाई चाहिँ जुन किसिमको इम्प्लोयरबाट हुनसक्ने एब्युजेसहरू छन्, त्यो चाहे भर्बल एब्युजका कुराहरू हुन् अथवा कहिले कहिले फिजिकल एब्युजका कुराहरू पनि हामीले सुनिन्छ, वर्क प्लेस एक्सिडेन्टका कुराहरू पनि सुनिन्छ होइन। स्किल हामी थियौँ भने जस्तो कि म आफैले पनि कयौँ यो अनुसन्धानको क्रममा अध्ययनको क्रममा चाहिँ इन्टरभ्यू गरेकाहरू अब मलाई भन्नलाई त क्लिनर भनेर लिएर गएको थियो, कन्स्ट्रक्सनको साइडमा हालिदियो अनि मेसिन चलाउन लगायो। मेसिन चलाउन मैले जानेको थिइनँ, मेरो त एउटा खुट्टै काटियो भनेका पुष्पबहादुर घले जस्ता खालका अथवा डिबी छेत्री जस्ता जो कोरिया जस्तो देशमा एट्र्याक्टिभ गन्तव्य देशमा हात काटिएका कयौँ सयौँ मैले इन्टरभ्यू गरेकै। भनेपछि यो खालको जो रेस्पोन्डेन्टका कुराहरू सुन्दाखेरिमा चाहिँ मैले के पाएँ भनेदेखि हाम्रो सिप हामीसँग थियो भने दुर्घटनै नहुने भन्ने त हुँदैन, त्यो अनफर्चुनेट सिचुएसन हो त्यो, तर पनि यो न्यूनीकरण हुन्थ्यो। त्यस कारणले गर्दा यो हाम्रो प्रभावकारी छैन। यसलाई प्रभावकारी बनाउन सकेका थियौँ भने यो मार्फत नै पनि कतिपय समस्याका भोलुम र चुनौतीका भोलुमहरूलाई हामीले घटाउन सक्थ्यौँ। सरले भर्खर भन्नुभयो, मैले 2-3 दिन अगाडि एउटा तथ्याङ्क पनि हेरेको थिएँ होइन, नेपालमा अहिले हाई स्किल्ड भएर जानेको सङ्ख्या बढेको रहेछ होइन। अब स्किलमा पनि जानेको सङ्ख्या थोरै बढेको छ, जुन हाम्रो एक्सपेक्टेसनभन्दा एकदम कम छ। तर दक्ष सिप हासिल बिना पनि जानेको सङ्ख्या पनि फ्लक्चुएट रहेछ पछिल्लो 3 वर्ष 4 वर्षको आँकडा हेर्दाखेरि। राज्यले सिप सिकाउनुपर्छ भनेर यत्रो फेसिलिट गरे पनि आम मान्छेहरू अझै पनि सिप दक्षता बिना नै गइरहेको पनि छ होइन। यो खास कहाँनिर गल्ती कमजोरी भयो होइन, हामीले के सुधार गर्नुपर्छ, यसलाई यहाँले कसरी हेर्नुहुन्छ? यसमा लामो सोची हुँदो मूलत 2टा चिजबाट प्रारम्भ गर्न सकिन्छ। एउटा चिज चाहिँ जुन सङ्ख्यामा हामी वैदेशिक रोजगारीमा गइरहेका छौँ, सरदर दैनिक 2279 एभरेजमा त्यो देखिँदो रहेछ गत वर्षको लेबर एप्रुभलको सङ्ख्यालाई दैनिकमा ढाल्दाखेरिमा। त्यो सङ्ख्यामा हामी गइरहेका छौँ। सिप सिक्नेहरूलाई चाहिँ नि जुन एभाइलेबल हामीसँग सर्भिस छ नि सिप तालिम, त्यो चाहिँ एक दिनमै 2200-2300 श्रम स्वीकृति जारी भइरहेको छ। हामी वर्षभरिमा चाहिँ कति गरिरहेछ भन्दा 5000-6000 जो 2-3 दिनको मात्रै श्रम स्वीकृतिको सङ्ख्या हो। भनिसकेपछि
त्यो भन्नु खोजेको कुरा के हो भने हाम्रो सिप तालिमको कार्यक्रमले नै हामीले जो जति विदेश जान चाहनुहुन्छ उहाँलाई कभर गर्न सकेको अवस्था रहेन, त्यस कारणले गर्दा तालिमै पाउनु भएको छैन एक। हजुर। अनि दोस्रो कुरो चाहिँ त्यो तालिमको क्वालिटी के हो। जस्तो गन्तव्य देशमा के किसिमका चाहिँ आवश्यकताहरू हुन् त्यही किसिमको हामीले तालिमहरू त्यही तरिकाले त्यही सामानहरू प्रयोग गरेर दिइरहेका छौँ कि छैनौँ। जस्तो कन्स्ट्रक्सन सेक्टरमा काम गर्नेहरूलाई त्यहाँ के किसिमका इक्विपमेन्टहरू उसले गएर चलाउनु पर्ने हो अथवा त्यसको प्रयोग मार्फत उसले काम गर्नुपर्ने हो, त्यही इक्विपमेन्टहरू र टुल्सहरूलाई चाहिँ हामीले लिएर आएर चाहिँ त्यसैको प्रयोग गरेर खट जुन स्काफोल्डिङ भनेर भनिन्छ नि, जुन पाइपहरू उसले त्यहाँ गएर कस्नुपर्ने हुन्छ, हामीले चाहिँ यहाँनिर चाहिँ ल यो स्काफोल्डिङ भन्ने चाहिँ यस्तो किसिमको बनेको हुन्छ भनेर बाँसका टाँगाहरू लिएर आएर चाहिँ गराइसके पछाडि त्यो बाँसको टाँगा कस्नु, डोरीले बान्नु र स्काफोल्डिङको रिन्चु सबै चिजहरू लिएर गर्नु त्यो फरक हुन्छ। अनि मान्छे चाहिँ हाइटबाट खस्ने खालका सम्भावनाहरू, दुर्घटनाहरू, जोखिम हुने खालका समस्याहरू हुन्छन्। त्यस कारणले गर्दा एउटा हामीसँग कभरेजै भएन। अर्को चिज चाहिँ जुन तरिकाले दिइरहेका छौँ त्यो चिज नै भएन। अनि सिपको कुरा चाहिँ जुन यो पछिल्लो समयमा अलिकति बढ्यो भनेर भनिएको छ नि, त्यो इनफ्याक्ट तालिम लिएर नै सङ्ख्या बढेको हो कि फगत कागज फाइलमा चाहिँ कागज चाहिँ तालिम प्राप्त भन्ने कागज चाहिँ छ, तर उसले तालिम साँच्ची नै प्राप्त गरेको हो कि होइन, त्यो सर्टिफाइड हुने लेभलसम्मको पर्फेक्टनेस उसमा आएको हो कि होइन। म यो कुरा किन प्रश्न गर्दैछु र शङ्का गर्दैछु भने हामीले हेर्ने हो भने सबैजना जे जति श्रम स्वीकृति हुन्छन् सबैजनाले प्रस्थान पूर्वको अभिमुखीकरण कार्यक्रममा चाहिँ एटेन्ड गरेको 3 दिनको 4 दिनको जति हो 3 दिनको त्यो चाहिँ गरेको भन्ने सर्टिफिकेट त त्यहाँ छ। तर हामीले अध्ययन अनुसन्धान क्रममा गइरहेर हेर्दाखेरिमा मैले बिहानको हाजिर पनि गरेको हुँ, बेलुका साइन आउटको हाजिर पनि गरेको हुँ। अब त्यहाँ टेलिभिजनका जो स्क्रिनहरू पनि थिएनन्, इन्स्ट्रक्टरहरू पनि थिएनन्, अनि गएर हाजिर चाहिँ गऱ्यौँ। अब तिमीहरूको के काम गर्नुपर्ने छ जाऊ गर, अनि बेलुका आएर फेरि साइन आउट गर्ने बेला चाहिँ 3 साढे 3 बजे यहाँ आइपुग्नुपर्छ, साइन आउट गरेर जानुपर्छ भन्ने किसिमको मात्रै गरेको पनि स्थलगत अध्ययनको क्रममा सरप्राइज भिजिटहरू गर्दा ट्रेनिङ सेन्टरहरूमा गर्दाखेरिमा त्यहाँका डेस्क बेन्चहरूलाई खप्टेर धुलो लगाएर बसेका ठाउँहरूले ट्रेनिङ नगरेको तर सर्टिफिकेट चाहिँ दिनानुदिन जारी गरेको खालको देखिन्थ्यो। त्यस्तै कतै यो स्किल ट्रेनिङ भनेर सर्टिफिकेट त छ, एडमिनिस्ट्रेटिभ डेटामा सङ्ख्या त बढ्यो, तर इनफ्याक्ट उहाँहरू तालिम प्राप्त नै गरेर सर्टिफिकेट प्राप्त गरेको हो कि होइन भन्ने चाहिँ अरू उदाहरणहरू सर्कमस्टान्सेस इभन तालिमको मात्रै कुरा आउनु नै हेल्थ सर्टिफिकेट समेत पनि जो सरकारी कार्यदलले नै लिएर आयो नि, नेपाल सरकारले गठन गरेको कार्यदलले नै केही लिएर आयो भनेदेखि चाहिँ हेल्थ जस्तो चिजमा ट्रेनिङको कुरा त हेल्थको तुलनामा अलि मत्थर होला, सिरियस हो त्यो, तर हेल्थ जस्तो चिजमा पनि स्वास्थ्य परीक्षणै नगरिकन चाहिँ सर्टिफिकेट चाहिँ अब डक्टरले साइन गरेर त्यहाँ जो डक्टर एसाइन हुनुहुन्थ्यो उहाँले साइन गरेर प्याडमा राखिदिने, अनि त्यहाँको एडमिनिस्ट्रेटिभ स्टाफले चाहिँ नामहरू भरेर जे इन्फर्मेसनहरू भरिदिएर अनि त्यसपछि फाइलमा राखिदिने खालको। हेल्थमा त त्यो किसिमको हेल्थ चेक लापरवाही गरिन्छ भनेपछि तालिम जस्तो चिजहरूमा पूर्व प्रस्थान अभिमुखीकरण कार्यक्रमहरूमा पनि सर्टिफिकेट मात्रै जारी गरिने कारणले गर्दाखेरिमा त्यो जुन स्किल ट्रेन ह्युमन रिसोर्सको चाहिँ जुन सङ्ख्या बढोत्तरी भयो भनेर भनिएको छ, शङ्का गर्ने ठाउँ चाहिँ छ। त्यसले कारणले गर्दा यसले सल्युसन दियो कि दिएन भन्ने चाहिँ हेर्न बाँकी नै छ। जुन अब अहिले पछिल्लो केही दशक यता नै अब वैदेशिक रोजगारीमा जाने ट्रेन्ड चाहिँ एक किसिमको लहर पनि छ होइन। अब कोही बाध्यताले गएका छन्, कोही एउटा लहरमा लहीमा पनि गएको पनि देखिन्छ। तर त्यो सँगसँगै वैदेशिक रोजगारबाट फर्किने सङ्ख्या पनि यहाँ बढेको छ। यहाँ निराशाको बिच एउटा आशाको जुन दियो बाल्ने अथवा एउटा बत्ती बालेका पनि त छन् नि, यहाँ एउटा आशाको दियो जस्तो उदाएका पनि छन् होइन। त्यस्ता मान्छेहरूको सिप र पुँजीलाई उपयोग गर्नको लागि नेपाल सरकारले के कस्तो रणनीति अपनाउनु पर्छ जस्तो लाग्छ यहाँलाई? नेपाल सरकारले यसमा केही प्रयत्नहरू गरेको देखियो। यो सुरुवाती बिन्दुमा छ, तर सुरुवाती बिन्दुमा नै भए पनि र प्रयत्न जो गर्यो त्यो स्वागतयोग्य रह्यो। जस्तो रिइन्टिग्रेसनका लागि नीति लिएर आइयो, लामो समय लाग्यो तर लिएर आयो राम्रो गर्यो। यसको लागि चाहिँ रिइन्टिग्रेसन प्रोग्राम भनेर नेपाल सरकारले केही डेभलपमेन्ट पार्टनरहरूसँग सहकार्य गरेर रेमी जस्ता प्रोजेक्टहरू पनि गरिरहेको छ भने पालिकाहरूसँग मिलेर पनि कामहरू गरिरहेको छ। कतिपय पालिकाहरूले त्यो कुनै अरू बाह्य कार्यक्रम नहुँदाखेरिमा आफ्नै रिसोर्सबाट पनि रिइन्टिग्रेसनका कार्यक्रमहरू गरेको छ होइन। त्यो हेर्दाखेरिमा चाहिँ त्यो राम्रो देखिन्छ। तर अब नीति कस्तो हुनुपर्छ भनेर भन्दाखेरिमा
हामी कुन अवस्थामा छौँ भन्नेलाई हेर्नुपर्ने हुँदो रहेछ। यहाँले भन्नुभयो कि फर्केर आउनेहरूको सङ्ख्या पनि त अहिले बढोत्तरी भएको रहेछ भनेर। तथ्याङ्कलाई हेर्दाखेरिमा चाहिँ त्यो धेरै आशाजनक छैन। उदाहरणको लागि नेपाल सरकारले जहिलेबाट वैदेशिक रोजगारीमा जानेहरूको जो श्रम स्वीकृतिको अभिलेखहरू राख्न थाल्यो, आजसम्म भन्नुको मतलब 81-82 को असार मसान्तसम्ममा 1,05,00,000 श्रम स्वीकृति उसले जारी गरेको देखिन्छ। त्यो मध्येमा 70% नयाँलाई गरेको देखिन्छ श्रम स्वीकृति, 30% त नवीकरण गरेको देखिन्छ। त्यो भन्नुको अर्थ के हो भनेदेखि नवीकरण भन्नुको अर्थ जो नेपाल फर्किनु हो, नेपाल फर्केकाहरू पनि फेरि उतै फर्केका, त्यो सङ्ख्या लडतरो सङ्ख्या छैन, न्यून सङ्ख्या होइन, 30% त्यो उल्लेख्य सङ्ख्या हो। र अर्को एउटा नेपाल सरकारको एउटा स्टडी हेर्न सक्छौँ हामी। प्लानिङ कमिसनले सन् 2020 गरेको एउटा स्टडी थियो, जसमा चाहिँ कोभिडको बेलामा होइन, कोभिडभन्दा अगाडिकै बेलामा पछिल्ला 5 वर्षहरूमा नेपाल फर्केकाहरूको चाहिँ के रहेछ ट्रेन्ड, अनि उनीहरू यही नेपालमै अडिन सकेछन् कि सकेनछन्, अडिन सक्नेहरू कसरी अडिन सके, अडिन नसक्नेहरू के कारणले गर्दा गए, फेरि उतै फर्के, विदेशै फर्के भन्ने एउटा स्टडीमा चाहिँ त्यो एउटा तथ्याङ्क एउटा देखिन्छ। त्यसमा चाहिँ फर्केकाहरूमध्येमा झन्डै 60% जति चाहिँ अब विदेश नफर्किने, अब नेपालमै बस्ने, जे भयो भयो, अब चाहिँ नफर्किने भनेर फर्किनेहरू हुनुहुँदो रहेछ। तर त्यो मध्येमा चाहिँ जम्मै 18%ले मात्रै नेपालमा वेज्ड इम्प्लोइमेन्ट पाउनुभएछ, भनेको नियमित आम्दानी हुने किसिमको इम्प्लोइमेन्ट पाउनुभएछ। र 40% को हाराहारीको चाहिँ जो नेपाल फर्केर नेपालै बस्ने भन्नेहरू मध्येमा चाहिँ त्यो रेगुलर आम्दानी हुनेहरू चाहिँ यतै अडिनु भयो, बाँकी रहेको फेरि उतै फर्किनु भयो कि विदेशै फर्किनु भयो। अब हो यो पृष्ठभूमि हाम्रो हातमा छ। अब यसलाई सम्बोधन गर्नु पर्यो तब न, अनि हामीले उहाँहरूलाई नेपालमै रोक्ने भने कुन अर्थमा भने रेस्ट्रिक्सनको अर्थमा होइन कि नेपालमै उहाँहरूलाई चाहिँ बस्ने वातावरण सिर्जना गर्न चाहिँ हामी तब सक्छौँ। त्यसको लागि के गर्नु पर्थ्यो भने चाहिँ के गरिदियो, उहाँहरूले थोरै भए पनि, कतिपयले धेरै, कतिपयले थोरै भए पनि पुँजी लिएर आउनु भएको छ। सबभन्दा गजब कुरा चाहिँ सिप लिएर आउनु भएको छ। महिलाहरूको हकमा भन्ने हो भनेदेखि चाहिँ जो हाम्रो समाज, हाम्रो नेपालको मात्रै समाज होइन, अरू देशको पनि समाजमा महिलाहरू बाहिर आउन सक्ने र सामर्थ्य गर्न सक्ने, आफै पौरख गर्न सक्ने किसिमको, आफ्नै खुट्टामा उभिन सक्ने खालको जुन सामर्थ्य बनाउनु पनि वैदेशिक रोजगारीको कारणले गर्दा विदेशमा गएर त्यहाँ चाहिँ पौरख गरेर देखाएर नेपाल फर्किनु भयो केही पुँजीसँग भनिसकेपछि महिलाहरूको हकमा त अझ त्यो आत्मबल, त्यो सामर्थ्य समेत बोकेर आएकाहरूलाई चाहिँ यहाँ के वातावरण गरिदिनु पर्थ्यो भने अब तपाईँहरूलाई केले चाहिँ मद्दत गर्छ। फेरि पनि मेरो कुरा यसमा पनि कहाँ जोडिन्छ भने प्लानिङ प्रोसेस। प्लानिङ प्रोसेस चाहिँ नि बटम अप हुनु पर्यो। माथिबाट तपाईँहरूलाई चाहिँ हामीले अचार बनाउने तालिमको कार्यक्रम राखेका छौँ, अनि गाई पाल्ने राखेका छौँ। कतिपयलाई गाई पाल्ने ठिक लाग्ला, कतिपयलाई तरकारी खेती नै ठिक लाग्ला, कतिपयलाई त्योभन्दा अर्को गर्छु भनेर भन्ने होला। हामीसँग मेनुमा चाहिँ नि सर्टेन मात्रै छ, किनभने हाम्रो प्लानिङ प्रोसेस अप टु बटम सिंहदरबारमा बसेर बनाइएको छ। उहाँहरूसँग कन्सल्ट गरेर हामीलाई यो चिजहरू भयो भने चाहिँ हामीलाई बडा मद्दत हुन्छ। हामी गर्छौँ, तपाईँले चाहिँ प्लान मात्रै गरिदिनुहोस्, छ भने रिसोर्सहरू पनि दिनुहोस्, हामी तिर्छौँ, पे ब्याक गर्छौँ भन्नेहरूसँग कन्सल्ट गरेर गर्नु पर्थ्यो। तब चाहिँ नि रोकिन्थ्यो। एकपटक एउटा उदाहरण छ, नेपाल सरकारले गरेको प्रयत्नमा चाहिँ प्रपोजलहरू पेश गर्नुहोस्, हामी चाहिँ सब्सिडाइज लोन चाहिँ प्रवाह गर्छौँ भनेर चाहिँ अनि वैदेशिक रोजगार बोर्डले सूचना पनि निकाल्यो। झन्डै 19,000 जनाले केही हप्तामा अब त नेपाल सरकारले केही गर्न लागेको छ भनेर अब विदेश जाने प्लान होइन, अब चाहिँ त्यहाँ प्रपोजल हालौँ र केही उद्यम गरौँ भनेर एप्लाई पनि गर्नुभयो। एकजनाले पनि त्यो सब्सिडाइज लोन पाउनु भएन। ब्याङ्कहरूले के भन्यो भने होइन यो त हामीले दिन सक्दैनौँ भने त्यो हदको कोअर्डिनेसन बिनाको पनि हामीले कामहरू गऱ्यौँ। अनि श्रमिकहरूले के भन्नुभयो भने हामीलाई सरकारले बेकुफ बनायो, हाम्रो प्लानिङ प्रोसेस त्यस्तो किसिमको यस्तै किसिमको गर्ने भने त्यसले हामीलाई फल दिँदैन। प्लानिङ प्रोसेस अप टु बटम गऱ्यो भने पनि त्यसले प्रोसेस हामीलाई मद्दत गर्दैन। प्लानिङ प्रोसेस चाहिँ नि कन्सल्टेटिभ वेमा बटम टु अप भइदियो भनेदेखि चाहिँ यो किसिमको चाहिँ प्लानहरू लिएर आइदियो भनेदेखि चाहिँ उहाँहरूलाई मद्दत हुँदो रहेछ भनेर सुरुवात त्यहाँ। अब यसको लामो हुन्छ एन्सर, त्यसरी सुरुवात गऱ्यो भने हामीलाई बिस्तारै परिणामहरू दिन थाल्छ। रेमिटेन्समा आधारित अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कसरी उत्पादनसँग जोड्न सकिन्छ, यस विषयमा यहाँले कसरी हेर्नु भएको छ? यसलाई चाहिँ हामीले अलिकति कसरी हेर्नु पर्दो रहेछ भने यसको राम्रो डिबेटहरू हुने गरेको देखिन्छ। प्रोडक्टिभ सेक्टरमा किन नलगाएको, कन्जम्सनमा खर्च गरेर किन स्वाहा पारेको
भन्ने खालका एक किसिमको आक्षेप त नभनौँ क्रिटिसिजमहरू गरेको देखिन्छ। तर के रहेछ भनेदेखि चाहिँ हामीसँग जे जति रेमिट्यान्स भनेर आएको छ, वर्कर रेमिट्यान्सको कुरा गर्दैछु म अहिले, जो साउदी मलेसिया लगायतका देशहरूमा जानुहुन्छ, अघि नै भनेको कारणले गर्दाखेरिमा पुस भएर त्यतातिर जान बाध्य हुनुहुन्छ, यहाँ विकल्प नभएर। उहाँहरूको चाहिँ के रहेछ त भन्दाखेरिमा मुख्य आवश्यकता चाहिँ एउटा राष्ट्र ब्याङ्कले गरेको एउटा सर्वेक्षण छ। त्यो सर्वेक्षणले के देखायो भनेदेखि उहाँहरूको चाहिँ झन्डै 90% चाहिँ यो रेमिट्यान्स चाहिँ उहाँहरूको यो कन्जम्सनमा खर्च हुँदो रहेछ। हजुर। जो दैनिक उपभोग्य वस्तु खरिद गर्नको लागि र अनि केटाकेटीहरूको छोराछोरीहरूको शिक्षा स्वास्थ्यको लागि अनि त्यस पछाडि ऋण तिर्नको लागि हो, यो 3वटा आइटममा मात्रै 90% जति चाहिँ खर्च हुँदो रहेछ। बाँकी रहेको चाहिँ अब रहरहरू मेट्नको लागि, रहरहरू भनेको कसैलाई एउटा राम्रो मोबाइल जिन्दगीमा बोकाउन है, अथवा एउटा स्कुटर त चढाउन है, कसैलाई फ्रिज होला, कसैलाई टेलिभिजन होला, अथवा कसैलाई चाहिँ यसो वर्षमा एकपटक पोखरासम्म घुम्न जाउँ न है भन्ने किसिमका खालको यो मनोरञ्जन र अनि अब एउटा इच्छाहरू पुरा गर्ने खालकोमा चाहिँ खर्च हुने चाहिँ करिब 10% मात्रै रहेछ। अथवा त्यही 10% भित्र चाहिँ यसबाट केही चाहिँ लगानी गरेर प्रतिफलहरू निकालौँ भन्ने खालको पनि रकम भनेको जम्मी 10%, पोर्सन भनेको चाहिँ जम्मी 10% रहेछ। 90% चाहिँ त त्यो कन्जम्सनमै जाँदो रहेछ। यसले के पनि देखाउँछ भने किन जानु पर्यो त भन्दा ती कारणहरूले जानु परेको छ। थोरै मात्रै पोर्सन बाँकी रहँदो रहेछ जसलाई हामीले उत्पादनमूलकमा लगाउन सक्ने होइन। हाम्रो त्यसलाई चाहिँ अब त्यो थोरै नै सही, त्यसलाई उत्पादनमूलकमा लगाउनको लागि चाहिँ हामीलाई केले रोकिरहेछ र केले झन्झट दिइरहेछ भनेदेखि अब एउटा सानो नाङ्ले पसल अथवा एउटा सटरको पसल एउटा गर्छु, अथवा केही सानो उद्यम गर्छु, थोरै बचाएर कन्जम्सनमा खर्च गरेर बाँकी रहेकोबाट गर्छु भनेर भन्नेहरूलाई पनि केले चाहिँ गर्यो भने अब फाइल बोकेर यता जाऊ उता जाऊ, यो मिलेन त्यो मिलेन, यो खालका चिजले गर्दाखेरि यति धेरै हेरास गर्दो रहेछ नि। भयो अब यो सारा चिजहरू गरिरहनु भन्दा त खुद्रुकै बरु झोला बोक्छु। अब 2 वर्ष हुन त त्यो मान्छेले 2 वर्ष भनेर गएको हुन्छ, त्यो 2 वर्षमा आफूले सोचेका चिजहरू हुँदैन, अर्को 2 वर्ष थपौँ भन्छ, फेरि अर्को 2 वर्ष थपौँ भन्छ। त्यो गर्दा गर्दै त्यो मान्छे 12औं वर्ष 14औं वर्षसम्म उहाँहरूको भाषामा भाषियौँ हामी भन्ने खालको अवस्था हुन्छ। इनिसियल्ली 2 वर्ष सोचिरहेको हुन्छ होइन, त्यसरी उहाँहरूको शब्दमा भाषिनु परेको अवस्थाहरू पनि छ होइन। त्यो कारणले गर्दा फेरि पनि यहाँनिर के आयो भनेदेखि चाहिँ त्यो उहाँले लिएर आउनु भएको जत्रोसुकै साइजको होस् त्यो पुँजीलाई चाहिँ र सिपलाई यहाँनिर उद्यमशीलतामा लगाऊँ, त्यसले गर्दाखेरिमा वैदेशिक रोजगारीमा पनि जानु परेन, अर्को पुस्ताको लागि नै केही फाउन्डेसन बनाइदियो, त्यो हुन सक्थ्यो। तर हाम्रो नीति र प्रक्रियागत झन्झट छ नि, यसले पनि हामीलाई मद्दत गरेन। अनि हामी अघि एकछिन अगाडि कुरा गरिरहेको थियौँ रिइन्टिग्रेसनका जो प्लानहरू छन्, त्यो रिइन्टिग्रेसनका प्लानहरूले पनि हामीलाई काम गरेको देखेन। हामी इमेच्योर तरिकाको चाहिँ प्लानहरू लिएर आइरहेका छौँ। कभरेज ठुलो छैन। केही पालिकाहरूमा 753वटा पालिका मध्येमा 150 पालिकामा थोरै यसो हुन्छ नि पिनट्स भनेर भन्छ नि, यसो छरछार गर्ने किसिमको मात्रै कार्यक्रमहरू रह्यो। यसले हामीलाई पुर्याउने, हामीले ठुलो हस्तक्षेप चाहियो, बिग पुस भन्छ नि ठुलो, किनभने हाम्रो भोल्युम भयङ्कर ठुलो भएर गइसक्यो कि 30 लाखभन्दा बढी नागरिकहरू त अहिले विदेशमा हुनुहुन्छ, कार्यरत हुनुहुन्छ भनेर सरकारी तथ्याङ्कले त्यो देखाउँछ। त्यो 30 लाखभन्दा अझ माथि हुनसक्छ भनेपछि त्यसको लागि लड्दो पुसले हुँदैन, बिग पुस चाहिन्छ। यो महिला तथा कमजोर वर्गका श्रमिकका लागि वैदेशिक रोजगार सुरक्षित र मर्यादित बनाउन अझ के कस्ता सुधार गर्नुपर्ने देख्नुहुन्छ यहाँले? सुरुवात चाहिँ यसको चाहिँ कहाँबाट गर्नु पर्यो भने हामीसँग नीतिगत रूपमा रहेको जुन विभेदकारी रेस्ट्रिक्सन भनेर भनिन्छ नि, हाम्रो संविधानले अझ वैदेशिक रोजगार कानुनले त विभेद गरिने छैन भनेर भनेकै छ। विभेद मात्रै होइन, अझ महिलाहरूको लागि विशेष किसिमका सुविधाहरू अफर गरिनेछ पनि भनेको छ भने संविधानले त कुनै पनि आधारमा कुनै पनि नागरिकलाई विभेद गरिने छैन भनेर भनिएको छ। तर महिलाहरूको हकमा चाहिँ कहिले उमेरको हद लगाइरहेछ, कहिले चाहिँ यसो भनिन्छ कि 30 वर्षभन्दा कमकालाई श्रम स्वीकृति जारी गरिने छैन भनिन्छ, अनि केही समय पछाडि होइन त्यो 30 लाई झारेर 24 वर्ष भनिन्छ। यो टेस्टहरू गरियो कि महिलाहरूको जिन्दगीमाथि। अनि कहिले चाहिँ फलानु सेक्टरमा जान मिल्दैन भनेर भनेको छ, कहिले चाहिँ फलानु देशमा जान मिल्दैन भनेर
यो फेरि अनि त्यसको पछाडिको कारण चाहिँ उहाँहरू असुरक्षित हुनुभयो। त्यस कारणले गर्दा सुरक्षित गर्नको लागि हामीले यो रेस्ट्रिक्सन गर्न बाध्य भयौँ भनेर सरकारले भनेको अवस्था रह्यो। केही समय सरकारलाई गृह कार्य गर्नको लागि केही पज भन्छ नि, केही रोकावट गरेर अनि सबै चिजहरू बुझेर अनि त्यो जहाँ जहाँ समस्या छ त्यसलाई सम्बोधन गर्नको लागि केही रोकावट गर्नु परेछ भने त्यसलाई धेरै अन्यथा नमान्न सकिन्थ्यो। यद्यपि अधिकारको दृष्टिकोणले चाहिँ ऊ राज्य हो नि त, उसले यस्ता चिजहरू पहिल्यै सोचेर तयारीहरू गर्नुपर्ने हुन्थ्यो। तर पनि केही समयलाई पज गर्नु अन्यथा मानिँदैन थियो होला। तर यो त दशकौँदेखिबाट यो चिज चलिरहेछ। मुख्य ग्याप कहाँनिर देखिन्छ भनेदेखि उसले महिलाहरू असुरक्षित भयो भनेर सजिलो बाटो रेस्ट्रिक्सन चाहिँ लगाइदिइरह्यो, कहिले यो रूपको कहिले ऊ रूपको। तर उसले चाहिँ त्यो समस्या चुनौतीहरूलाई न्यूनीकरण गर्नको लागि डिप्लोमेटिक पहलहरू गर्ने, आफ्ना तर्फका तयारीहरू गर्ने, यी खालका कामहरूमा चाहिँ 1 2 3 4 के गर्यो त भन्दाखेरिमा केही पनि गरे छैन। हामी यसमा गम्भीर छौँ भनेर भनेको मात्रै देखियो। त्यस कारणले गर्दा के चाहिँ छ त समस्या भने जरो कुरो कहाँनिर छ भने यो रेस्ट्रिक्टिभ जुन ब्यान छ, महिलाहरूको जुन निषेधकारी पाबन्दीहरू लगाइएको छ, यो चाहिँ नि सबैभन्दा जरो कुरो हो। यसले गर्दा के गर्यो त भन्दाखेरिमा अब फेरि यो रेस्ट्रिक्सन चाहिँ लगाएको देखिन्छ, तर लैजानेहरूलाई ती महिलाहरूलाई विदेश पुर्याउनको लागि चाहिँ रोकेको देखिँदैन। यो वा ऊ स्वरूपबाट चाहे भिजिट भिसाका नाममा हुन्, चाहे खुला बोर्डरको प्रयोग गरेर होस्, एकाधको सङ्ख्यामा होइन, सयौँको सङ्ख्यामा नि होइन, हजारौँको सङ्ख्यामा महिलाहरू ती प्रतिबन्धित भनिएका देशहरूमा फेरि पुर्याइएकै छ। केही न्यून सङ्ख्यामा हाम्रो सिस्टमलाई बाइपास गरेर जानु पनि भयो होला। अधिकांशलाई चाहिँ लगिएको छ के, लैजानेहरूले लगेका छन् भनेपछि त्यसलाई त रोकेर होइन छ। त्यसले गर्दा गरे त के भन्दा उहाँहरू कुनै पनि अभिलेखमा हुनुहुन्न, फर्मल च्यानल उहाँहरूले प्रयोग गर्नुभएको छैन, अथवा उहाँहरूलाई नगरिकन लैजानेहरूले लगेका छन्। त्यसले गर्दाखेरिमा त उहाँहरूमाथि विभिन्न किसिमका जोखिमहरू जो फर्मल पाथवेमा जाने भन्दा बढी इन्फर्मल पाथवेमा जानेहरू चाहिँ बढी मात्रामा जोखिममा हुनुहुन्छ। यो फाउन्डेसन चाहिँ के छ भने अरू कारणले पनि जोखिममा पर्नु भएको छ। महिलाको लैङ्गिकताको कारणले गर्दाखेरिमा पनि जोखिममा पर्नु भएको छ। तर राज्यको तर्फको कुरा गर्दाखेरिमा चाहिँ राज्यको नीतिको कारणले गर्दाखेरिमा आफ्ना नागरिकहरूलाई चाहिँ बेजोडसँग चाहिँ जोखिममा धकेलेको चाहिँ पाइन्छ। मुलुक सङ्घीय प्रणालीमा गएको पनि यतिका वर्ष भइसक्यो होइन। अब सङ्घीय प्रणालीमा गएपछि 3 तहको सरकारले आफूलाई चाहिने कानुन आफै बनाउन सक्षम हुन्छ भन्ने बुझाइ छ होइन, अधिकार पनि त्यही अनुसारले दिएको छ। यो 3 तहको सरकारले श्रम सृजना र रोजगारी प्रवर्धनमा चाहिँ कस्तो भूमिका खेल्न सक्छन्? त्यसमा एउटा अलिकति रोजगारी सृजना भनेर भनिसके पछाडि 2टा कुरा आउँछ। या त राज्यको तर्फबाटै सृजना गर्ने जो रोजगारीका दरबन्दीहरू छन् अथवा पोजिसनहरू छन् त्यसको लागि चाहिँ त्यो तत्तहका सरकारहरूलाई स्रोतको आवश्यकता पर्दो हो। तर सँगसँगै जुन सेल्फ इम्प्लोइमेन्टको कुराहरू छन् अथवा उद्यमशीलताको कुरा छन् त्यसको लागि चाहिँ फगत उसले पोलिसी र प्रोसेसहरूलाई सहजीकरण मात्रै गरिदियो भने नागरिकहरूले आफै खुरुखुरु गर्दै गर्नुहुन्छ। भनिसकेपछि यसमा चाहिँ रहेका चुनौती 2टा। एउटा चाहिँ स्थानीय सरकारहरूले, प्रदेश सरकारहरूले अथवा केन्द्रीय सरकारले नै आफैले रोजगारीका पोजिसनहरू क्रिएट गर्नको लागि चाहिँ हामीसँग रिसोर्सको लिमिटेसनहरू पनि छ, ताकि उसले पर्याप्त मात्रामा जति आवश्यक छ त्यो मात्रामा गर्न रोजगारीका अवसरहरू सिर्जना गर्न सक्दैन। दोस्रो तर्फ चाहिँ के थियो भने नागरिकहरूले आफैले गर्थे। त्यसको लागि चाहिँ उसले प्रोसेसहरू र पोलिसिजहरू र अनि सरकारले लिएर आउने कार्यक्रमहरू त्यो चाहिँ आवश्यकतामा आधारित र मैले 2-3 पटक दोहोऱ्याइसकेँ बटम अप एप्रोचको प्लानिङ प्रोसेसबाट कन्सल्टेटिभ वेमा तपाईँहरूलाई के चाहिँ आवश्यकता छ भनेर त्यो निड बेस किसिमको चाहिँ योजनाहरू लिएर आएको थियो भनेदेखि चाहिँ हुन्थ्यो। मुख्य बेरियरहरू चाहिँ अरू थुप्रै हुन सक्छन्, तर मुख्य डिपार्चर पोइन्टहरू चाहिँ यो 2-3टा चिजहरूलाई चाहिँ हामीले चिर्न सक्नु पर्थ्यो। त्यो चिर्न नसकेका कारणले गर्दा नै जकडिएर बसिरहेको अवस्था छ। यसलाई चिर्न सक्यौँ भने हामी एउटा डिपार्चर लिन सक्छौँ। आगामी 5 देखि 10 वर्षमा नेपालले देशभित्र रोजगारी बढाउँदै वैदेशिक निर्भरता घटाउन कुन ठोस नीति चाल्नुपर्छ जस्तो लाग्छ यहाँलाई? यसमा चाहिँ मुख्य रूपमा एउटा यो कृषि लाई चाहिँ यो जुन आधुनिकीकरण गर्ने भनेर भनिएको छ, आधुनिकीकरण गर्नुहोस् अथवा जेसुकै गर्नुहोस्, कृषिलाई चाहिँ उद्यमशीलतासँग जोड्न सक्नु पर्यो। त्यसबाट आफूलाई चाहिने खाद्यान्नका कुराहरू पनि त्यहाँबाट आओस्। किनभने हाम्रो के छ भने हाम्रो देश कृषि प्रधान देश पक्कै पनि हो,
तर जे जति उत्पादन हुन्छ कृषि सर्वेक्षणले के देखायो भने पछिल्लो कृषि सर्वेक्षणले जे जति उत्पादन हुन्छ त्यसले चाहिँ नि 55%लाई चाहिँ वर्षभरिलाई खान पुग्ने उत्पादन हुँदो रहेछ। बाँकी रहेको 45% भनेको लरतरो सङ्ख्या होइन। किनभने हाम्रो देशको जति पनि पपुलेसन छ 62% चाहिँ कृषिमा आधारित भनेर भनिएको छ, निर्भर भनेर भनिएको छ। त्यो निर्भरहरूमध्येमा चाहिँ लगभग आधी जस्तोलाई चाहिँ वर्षभरि खान पुग्दो रहेछ, आधी जस्तोलाई चाहिँ आफ्नो उत्पादनबाट आफूलाई खान पुग्दो रहेछ। भनिसकेपछि एउटा त आफूलाई खान पुगिकन यसबाट नै एक किसिमको आय आर्जनका उपायहरू पनि हुने गरिकन यसलाई व्यवसायीकरण गर्नु पर्यो। त्यसका नाम चाहिँ नि कृषिको आधुनिकीकरण भन्नुहोस् अथवा जेसुकै भन्नुहोस्, यसलाई चाहिँ यो व्यावसायिकतासँग चाहिँ जोड्नु पर्यो एउटा कुरा, किनभने हाम्रो मुख्य फाउन्डेसन भने त्यो हो। अर्को कुरा भने जो अघि नै पनि भनिसक्यो, विभिन्न किसिमका सेक्टरहरू जहाँ प्रचुर मात्रामा पोसिबिलिटीहरू छ, चाहे त्यो पर्यटन हुन्, चाहे इभन जलविद्युतका कुराहरू हुन्, चाहे यो इन्डस्ट्रियलाइजेसनका कुराहरू हुन् जसमा चाहिँ मल्टिनेसनलहरू अथवा नेसनल जो पुँजीपति वर्ग छ उसलाई चाहिँ निम्त्याउने, उसलाई फेसिलिटेट गरिदिने, त्यो भइसकेपछि ऊ बिस्तारै आकर्षित हुँदाखेरि त्यहाँ त रोजगारीको अवसरहरू त प्राप्त हुन थालिहाल्छ नि। तब चाहिँ अनि यो जुन हामीसँग रहेको इन्फ्लक्स मात्रामा वैदेशिक रोजगारीमा गइरहनु परेको अवस्था र बेरोजगारीमा जकडिएर बसेको जुन मैले अघि नै प्रयोग गर्ने शब्द महामारीको अवस्था छ नि बेरोजगारीको, जसले चाहिँ यो आक्रोशहरू निम्त्याएका छन्, असन्तुष्टिहरू, निराशाहरू ल्याएका छन्, यसलाई चाहिँ बिस्तारै सम्बोधन हुन सक्छन्। वैदेशिक रोजगारीमा निर्भर श्रम अर्थतन्त्र दीर्घकालीन रूपमा कति सुरक्षित छ? अबको विकल्प के हुनुपर्छ? यो चाहिँ जो रेमिटेन्सले तत्कालको लागि फाइदा पुर्याएको देखिन्छ, फरेन जुन करेन्सी रिजर्भ जुन छ यो रेमिटेन्सकै कारणले गर्दाखेरिमा अहिले हामी हिस्ट्रीमै सबैभन्दा चाहिँ राम्रो पोजिसनमा छौँ भनेर भनिन्छ। तर यो चाहिँ नि तत्कालीन मात्रै देखिन्छ। यसमा चाहिँ हामी सधैँभरि रमाउनु हुँदैन। यसबाट चाहिँ देश समृद्ध हुन्छ, अर्काको देशमाबाट कमाएर लिएर आएकोबाट समृद्ध हुन्छ भनेर हामीले यो चाहिँ परिकल्पना गरेर ढुक्क भएर बस्ने अवस्था हुँदैन। यसलाई चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भने क्रमशः तत्कालको लागि यसले हामीलाई लाइफलाइनको काम गर्यो। हजुर, धन्यवाद छ जसले चाहिँ नि यो सङ्ख्यामा लाखौँको सङ्ख्यामा नेपालीहरू जो आकुल थिए बेरोजगारीको कारणले गर्दाखेरिमा नेपाल सरकार जो एकदमै कसरी व्यवस्थापन गरौँ भनेर चिन्तित थियो, तत्कालको सल्युसन चाहिँ यो भयो। तर हामी यसमा चाहिँ सधैँभरिलाई चाहिँ रमाएर बसिरहनु हुँदैन र यो तत्कालको ट्रान्जिट हो। यसले केही समय थेगिरहँदाखेरिमा यसलाई हामीले अवसरको रूपमा लिनुपर्ने हुन्छ र हामीले फेरि पनि कुरा हो यो स्वदेशमै उद्यमशीलता, कृषिको आधुनिकीकरण भनौँ अथवा कृषिबाट चाहिँ नागरिकहरू बाँच्न सक्ने अवस्थाहरू सिर्जना गरेर चाँडै नै हामीले यसमा डिपार्चर लिइहाल्न पर्ने हुन्छ कि अब यो विप्रेषणमा आधारित अर्थतन्त्र चलाएर म रमाएर बस्छु भन्ने होइन कि यसबाट कसरी तुरुन्तै हामी टर्न ब्याक हुने, त्यो चाहिँ नि प्लान गर्न चाहिँ ढिला गर्नु हुँदैन। किनभने हामी यसमा निर्भर भयौँ भने उदाहरणको लागि हामी जहाँ गइरहेछौँ त्यहाँ चाहिँ कुनै किसिमका विपत्तिहरू परे, युद्धको अवस्था यस्तो छ, मिडल इस्टमा युद्ध हुने बित्तिकै हाम्रा लाखौँ मान्छेहरू यता फर्किनु पर्ने हुन्छ, उनीहरूको आम्दानी गुम्ने मात्रै होइन, यहाँ आएपछि के गर्ने भनेपछि यस्तो फ्रजाइल अवस्थामा, यस्तो चाहिँ एकदमै जोखिमपूर्ण अवस्थामा चाहिँ अर्थतन्त्र चलाएर त्यसपछि हाम्रो अर्थतन्त्र कोल्याप्स हुन्छ कि हुँदैन? अहिले त जम्मा जम्मी रेमिटेन्समा निर्भर छ, जम्मा जम्मी त नभनौँ एकदमै नगर्ने मात्रामा अरूबाट आम्दानी त हो। भनेपछि यसरी अर्थतन्त्र चलाएर हुँदैन, यसमा रमाएर हुँदैन। हामी एकदमै ढिला भइसक्यो वास्तवमा, यसरी ढुक्क भएर बस्नु हुँदैन। प्रविधि, अटोमेसन र डिजिटल अर्थतन्त्रले भविष्यको श्रम बजारलाई कसरी प्रभावित पार्छ? यसले चाहिँ जुन हिसाबको यो म्यानुअल काम अथवा फिजिकल्ली जो कामहरू छन् नि, त्यो फिजिकल कामको चाहिँ जुन डिमान्ड छ त्यो डिमान्ड चाहिँ नि घटाउँदै लैजाने पनि हुनसक्छ। अब कतिसम्म भन्दैन, रेस्टुरेन्टमा सर्भ गर्ने समेत पनि रोबोटले गर्न थालिसक्यो। हजुर, अब तपाईँको एक लेभलको जुन छ नि स्किल ह्युमन रिसोर्सको कुरा गरिन्छ नि, जस्तो ट्रान्सलेसन इन्टरप्रिटेसनको जो कामहरू गरिरहनु भएको थियो होला, उहाँहरूको चाहिँ नि डिमान्डहरू स्वाटै घटेको देखिन्छ होइन। देखि लिएर कतिपय कामहरू चाहिँ एकदमै त्यो अटोमेटेड खालका कामहरू चाहिँ आइदिए। इभन हामी सेक्युरिटीको कुरा गरौँ न, हाम्रा नेपालीहरूलाई एकदम इमान्दार, लगनशील भनेर सेक्युरिटी गार्डमा चाहिँ आम्दानी पनि राम्रो हुने, काम पनि अलि तुलनात्मक रूपमा सजिलो, 50 डिग्रीमा गएर बाहिर चाहिँ साबेल हान्नु पर्दैन, भित्र एसीवाला रुममा बस्न पाइयो अथवा गेटमा बस्न पाइयो, त्यो खालको अवस्था थियो भने अब अटोमेटेड सिस्टमले सेक्युरिटी गार्डको सङ्ख्या नै कमी गर्ने एउटा उदाहरण हुन सक्ला होइन। भनेपछि यसले गर्दाखेरिमा चाहिँ यो अटोमेटेड जुन अथवा डिजिटाइजेसनको कुराले गर्दाखेरिमा चाहिँ जुन किसिमको ह्युमन रिसोर्स हामीसँग स्टकमा छ
उसले ती चिजहरू चलाउन नसक्ने, त्यहाँ खपत नहुने। हजुर। अनि सँगसँगै त्यो सङ्ख्याको डिमान्ड पनि घट्ने हुँदाखेरिमा त हामीले जुन अवसर पाइरहेका थियौँ, यसलाई अवसर मान्ने हो भने विदेशमै सही, त्यसलाई अवसर मान्ने भने त्यो सङ्ख्या घट्यो भनेदेखि त हाम्रो त फेरि पनि उयो होइन। त्यो कारणले गर्दा यसले असर पार्ने चाहिँ देखिन्छ, किनभने यो अटोमेटेड सिस्टमहरूको कारणले गर्दा सारा विश्व चाहिँ नि निर्भर हुन्छ हुँदैन हामीले हेर्न बाँकी छ होइन। तर चाहिँ नि यो हाम्रो लागि एउटा चाहिँ नि वेकअप कल भन्छ नि, वेकअप कल हो। यसले चाहिँ नि लेबरको डिमान्ड चाहिँ नि घटाउन थाल्यो भने हामीले कसरी म्यानेज गर्ने भन्ने हामीले सोच्नुपर्छ। पछिल्लो केही दशक यता कुराकानी गर्नुपर्दाखेरि यो ट्रेन्ड हेर्दाखेरि विगतमा चाहिँ साउदी अरब होइन, कतार, दुबई लगायत खाडी मुलुक देशमा चाहिँ जाने एउटा ट्रेन्ड थियो। अहिले त्यसलाई थोरै बदलिएर यो युरोपियन कन्ट्रीतिर जाने एक किसिमको युवा युवतीको चाहिँ एट्र्याक्सन बढिरहेको छ। यसलाई यहाँले कसरी हेर्नुहुन्छ? यो एट्र्याक्सन चाहिँ यो आँकडाहरूले पनि देखायो, पछिल्लो समयमा चाहिँ युरोपका देशहरूमा जाने सङ्ख्या चाहिँ बढेर गएको छ। एकदमै ऱ्यापिडली नबढेको भए पनि ग्रेजुअली बिस्तार बढ्दै गएको छ। तुलनात्मक रूपमा च्यालेन्ज नै छैन होइन, तुलनात्मक रूपमा चाहिँ युरोपको रोजगारी सुरक्षित अनि अलिकति आकर्षक र अलि राम्रो कमाइ हुने र लेबर राइटको अवस्था पनि तुलनात्मक रूपमा त्यहाँ बेटर भनेर भनिन्छ। त्यो हुँदाहुँदै पनि मोटिभेटिङ फ्याक्टर के हो भनेर हामीले हेर्नुपर्ने हुन्छ र अनि त्यसपछि त्यहाँ जसरी लगिरहेको छ त्यहाँको भल्नरेबिलिटी के छ भनेर पनि हेर्नुपर्ने हुन्छ। मोटिभेटिङ फ्याक्टर चाहिँ जसरी यो हाम्रो ट्रेडिसनल गन्तव्यहरू छन् नि, गल्फ र मलेसिया, त्यसमा चाहिँ जाने हो, जति समय काम गर्ने हो, फेरि फर्केर नेपाल आउने हो भन्ने छ भने युरोप लगायतका देशहरूमा चाहिँ अब त्यहाँ आइडी बनाउने हो अनि उतै भाँसिने हो अनि त्यसपछि आफ्नो परिवारलाई पनि उतै लैजाने हो भन्ने मोटिभेटिङ फ्याक्टर चाहिँ छ। तर त्यति सजिलै चाहिँ उहाँको आइडी बन्छ कि बन्दैन, परिवार लैजान पाइन्छ कि पाइँदैन, अनि त्यसपछि त्यहाँ गइसके पछाडि जोखिममा परिन्छ कि परिँदैन, किनभने अधिकांश इन्फर्मल म्यानरबाट गएको देखिन्छ अथवा इरेगुलर म्यानरबाट लगिएको देखिन्छ। भनिसके पछाडि त्यहाँ गएर बिचल्ली भएका घटनाहरू पनि आएकै छन्। त्यसले गर्दाखेरिमा यसमा चाहिँ तुलनात्मक रूपमा राम्रो कमाइ हुने र अलि सुरक्षित जस्तो हुँदाहुँदै पनि सँगसँगै असुरक्षाको भोलम पनि त्यत्तिकै छ। खास गरिकन यसमा चाहिँ जुन पैसा असुल गरिन्छ नि, खाडी मलेसियामा जानेहरूसँग चाहिँ जुन एक्सटोर्सनकै लेभलमा पनि पैसा इलिगल रिक्रुटमेन्ट चार्जहरू चार्ज गरिन्छ नि, चाहे त्यो इन्टरमिडिएटले होस् चाहे चाहिँ रिक्रुटमेन्ट एजेन्सीले नै होस्, त्यो भनेको चाहिँ 1,00,000-1.5 लाखको सरदर त्यो छ भने उतापट्टि चाहिँ 10 लाख 12 लाखको हिसाबले छ। यदि डुब्यो भनेदेखि त त्यसको जायजथा नै बिचल्ली हुने खालको अवस्था पनि हुँदो रहेछ। त्यस कारणले गर्दा यो आफैमा युरोपियन खालका गन्तव्यहरू राम्रो थिए, त्यसले राम्रै गर्थ्यो। तर हामीले जसरी व्यवस्थापन गरिरहेछौँ नि, व्यवस्थापनका लुप होल र कमजोरीहरू अथवा तयारीको अपर्याप्तताको कारणले गर्दाखेरिमा र यो सङ्ख्या बढ्दै जाँदाखेरिमा र यसमा चाहिँ ठुलो लगानीहरू पर्ने हुँदाखेरिमा चाहिँ यसको जोखिममा मात्र डरलाग्दो छ। र यो यही हिसाबले बढ्ने र यो जुन अहिले 100औँ अथवा केही हजारको सङ्ख्यामा युरोप जाने छ, यो जब लाखौँको सङ्ख्यामा जाने हो भने यसले निम्त्याउने भल्नरेबिलिटी नि त्यो गल्फ जाने मलेसिया जानेहरूको भन्दा पनि रिक्रुटमेन्ट फेजको चाहिँ यो बडा जोखिमपूर्ण हुनसक्छ। त्यस कारणले गर्दा यसलाई दुईटै पाटोमा हेर्नुपर्ने हुन्छ। यो विगतदेखि कुराकानी गर्नुपर्दाखेरि म थोरै विगतमा नि गएँ। विगतदेखि अहिले वर्तमानसम्म चाहिँ यो के भन्छ वैदेशिक रोजगारीमा जाने ट्रेन्ड चाहिँ अझ पनि यथावत नै छ। त्यो सबैलाई जगजाहेर भएको कुरा नै हो होइन। हाम्रो एउटा चाहिँ कस्तो भयो भने नेपाल चाहिँ एउटा श्रमिक उत्पादन गर्ने थलो प्रमुख केन्द्रबिन्दु बन्यो र विदेश पठाउने भन्ने भयो। यसरी कति दिन चल्छ? सरकारले यो विषयमा चाहिँ कस्तो खालको रणनीति बनाउनुपर्छ? यहाँले यसलाई कसरी हेर्नु भएको छ? यसरी तत्कालको लागि हामीले एउटा उपचारको रूपमा तत्कालको समस्या समाधानको लागि वैदेशिक रोजगारीलाई सहायताको रूपमा लिन सकिन्छ। त्यो मार्फत चाहिँ कमसेकम नागरिकहरूले पनि केही कमाइ गरून्, आएर आफ्नो चाहिँ परिवार चलाउन्, देशले पनि एउटा रोजगारीका इन्स्योर गर्ने अवस्था नभएसम्मको लागि बेरोजगारीको समस्या सम्बोधन गर्नको लागि त्यो माध्यमलाई उपयोग गरौँ भनेर भन्ने यो तत्कालीन चाहिँ योजना हुनुपर्थ्यो। तर हाम्रोमा चाहिँ जसरी यहाँले भन्नुभयो आर्थिक वर्ष 2056-57तिरबाट जो 1,000को सङ्ख्या चाहिँ लाखका सङ्ख्यामा टेक्न गएर त्यो चाहिँ अहिले अब 10औं लाखतिर उद्यत छ। हजुर।
यो निरन्तर रह्यो र बढोत्तरी रूपमै छ। सबैभन्दा पछिल्लो आर्थिक वर्ष त अब इतिहासमै सर्वाधिक श्रम स्वीकृति जारी भएको अवस्था बढ्दो मात्रामा छ। यसरी देश चलाएर हुँदैन। यसरी देश चलाएर आफ्ना नागरिक जो ऊर्जाशील नागरिकहरू थिए, उनका ऊर्जाशील उमेर थियो, आफ्नो परिवारसँग रमाउनु पर्ने बेलामा उनीहरू चाहिँ विदेश जान बाध्य छन्। फ्यामिली डिसइन्टिग्रेसनका कुराहरू छन्, सोसियल डिसइन्टिग्रेसनका कुराहरू छन्, तनावका कुराहरू छन्, मेन्टल हेल्थसम्मका कुराहरू छन्, अरू ट्रेजेडीका कुराहरू छन्। यो सबै चिज अब यसले त ठुलो कस्ट लगानी परिरहेछ नि। हो यो चाहिँ नि तत्कालको लागि अल्टरनेटिभ प्लान नगरुन्जेलसम्मको लागि, सस्टेनेबल प्लान नगरुन्जेल, प्रोग्रामहरू नलिएर उन्जेलसम्मको लागि चाहिँ तत्कालको लागि यो ठिकै हुन्थ्यो होला। तर यो सदाको लागि यसरी देश चलाएर हुँदैन। गर्नुपर्छ चाहिँ के त भन्दा अब हामीले चाहिँ रिभर्स माइग्रेसन, हजुर, जानेतर्फ बढोत्तरी होइन, बिस्तारै एकैताली ठ्याक्कै नरोकिँदो हो। कतिपय ऐच्छिक रूपमा जाने त त्यो उहाँहरूको स्वतन्त्रता भइगयो। हामी रिभर्स माइग्रेसनको लागि चाहिँ गर्नुपर्थ्यो, प्लानहरू गर्नुपर्थ्यो र प्रोग्रामहरू लिएर आउनु पर्थ्यो। दशकौँ भइसक्यो हामीले त्यसमा फड्को मारेका छैनौँ। झन् उल्टै के भइरहेछ भने उतै जानेहरूको नै सङ्ख्या बढिरहेको छ। यसरी देश चलाएर हुँदैन। हामीले रिभर्स माइग्रेसनको चाहिँ नि लाई सफलीभूत बनाउनै पर्ने हुन्छ। यसरी देश चलाएर चल्ने, अर्काको देश निर्माण गर्ने होइन, आफ्नो देश निर्माण गर्नुपर्छ। गत केही दिन अघि श्रम मन्त्रीज्यूले चाहिँ यो फ्री भिजा फ्री टिकटको पनि प्रसङ्ग निकाल्नु भएको थियो होइन, मन्त्रालयमा भएको एउटा मिटिङमा। यो लामो समयदेखि फ्री भिजा फ्री टिकट पनि भनिएको छ। यो राजनीतिक दलले पनि चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ फ्री भिजा फ्री टिकट भन्छन्। यो फ्री भिजा फ्री टिकट के हो, यसलाई यहाँले कसरी हेर्नु भएको छ, यो विषयमा प्रष्ट बनाइदिनुहोस् न। यो खास गरिकन यो को मान्छे वैदेशिक रोजगारीमा जानुहुन्छ त भन्दाखेरिमा मूलत कोही सोखले जाने एक्सेप्सन हो। मूलत कमाइ गर्न जाने हो, पैसा नभएर कमाइ गर्न जान्छु भन्नेहरूबाट पैसा असुल्ने होइन। उहाँहरूलाई चाहिँ लाग्ने खर्च उहाँहरूलाई बिहोर्ने होइन। जसलाई वर्कर चाहिएको छ उसले रिक्रुट गर्दाखेरिमा लागेको खर्च उसले बिहोर्ने हो। काम लगाए बापत उसले तलब दिने हो। र जो काम गर्ने छ, जसले श्रम र पसिना बगाउँछ, उसलाई त्यसको मूल्य तिर्ने हो र त्यहाँसम्म पुर्याउनु परेको अवस्थामा त्यो खर्च उसैले बिहोर्ने हो, इम्प्लोयरले बिहोर्ने हो भन्ने यो कुनै कतै कुँदिएको सिद्धान्तमा एकदम व्याख्या गरिरहनै पर्दैन। यो सरसर्ती बुझिने कुराहरू हो। किनभने कमाइ गर्न जानेले ऋण काटेर त्यो पनि 36%, 48%, कतिपय केसमा 60%सम्म ब्याज, मिटर ब्याज तिरिओरिकन आफू चाहिँ कथम कजाति भनेअनुसारको भएन भने पहिलाको भन्दा पनि अझ जोखिमपूर्ण अवस्थामा भएको सम्पत्ति पनि सुहा हुने गरिकन त्यस्तो जोखिमको सिर्जना गर्ने होइन। सिद्धान्त त पनि मिल्दैन। र अन्तर्राष्ट्रिय जो स्थापित सिद्धान्तहरू छन्, आइएलओले बनाएका स्ट्यान्डर्डहरू छन्, अन्तर्राष्ट्रिय सिद्धान्तहरू छन्, जसलाई नेपालले स्वीकार गरेको छ, गन्तव्य देशले पनि स्वीकार गरेको छ। नेपालसँग लेबर एग्रिमेन्टमै साइन गरेको छ कि यो इम्प्लोयरले तिर्ने हो भनेर भनिएको छ। तर फ्री भिसा फ्री टिकट भनेको चाहिँ के त भन्दाखेरिमा जो सन् 2015मा लिएर आइयो, यो चाहिँ रिक्रुटमेन्टको कस्टहरू चाहिँ सबै वर्करले तिर्ने होइन, इम्प्लोयरले तिर्ने हो भनेर लिएर आएको त्यो सिद्धान्त हो। त्यसमा चाहिँ चाहे त्यो फ्री भिसा फ्री टिकट भन्ने नामको होस्, चाहे इम्प्लोयर पे मोडलको भन्ने नामको होस्, कतिपयले यसलाई शून्य लागत पनि भनेर भनिन्छ। त्यो शून्य लागत भनेको लागतै नलाग्ने भन्ने अर्थमा होइन कि वर्करलाई चाहिँ शून्य लागत त लाग्छ, त्यो इम्प्लोयरले तिर्ने भन्ने अर्थमा। जेसुकै नामका चाहिँ कार्यक्रम लिएर आयौँ अथवा नीतिहरू लिएर आयौँ, त्यो चाहिँ नि वर्करले तिर्न नपर्ने भन्ने हो। र यो चाहिँ वर्कर फ्रेन्डली छ, यो एकदमै जायज छ, एकदमै आवश्यकता छ। र नेपाल सरकारले त केही देशहरूसँग गरेको श्रम सम्झौतामा र त्यो देशले पनि मानेको छ, हामीले पनि मानेकै छौँ। हाम्रो त आफ्नै कल्याण पनि, मतलब आफ्नो नागरिकहरूको कल्याण पनि हुने भयो। त्यसरी लिएर आएको यो नीति थियो। यो नेपाल सरकारले जुन चिज निर्णय गर्यो यो गजब गर्यो, एकदम राम्रो निर्णय गर्यो, लेबर फ्रेन्डली काम गर्यो। अब रह्यो कुरा यो कार्यान्वयन गर्नको लागि त्यति सजिलो चाहिँ थिएन, तर सम्भव थियो। किनभने तर त्यसलाई चाहिँ कार्यान्वयन पाटो चाहिँ हाम्रो अत्यन्तै फितलो रह्यो। यति फितलो रह्यो कि लगभग फ्री भिसा फ्री टिकट अथवा इम्प्लोयर पे मोडलमा चाहिँ गएकाहरूको चाहिँ सङ्ख्या कति छ त भनेर हेर्दाखेरिमा हातको औँलामा गर्न सक्ने जतिको सङ्ख्यामा नै भेट्न मुस्किल पर्थ्यो। त्यति हुँदा पनि केही अनि अवस्था यो थियो, असुल गर्नेले असुल गरिरहेकै थिए कुनै रोकावट बिना। नेपाल सरकारले नीति लिएर आएको लगत्तै पछाडिबाट ड्राइभिङ सिटमा बसेका अधिकारीहरूले यो त कहाँ कार्यान्वयन गर्न सकिन्छ, एकतर्फ नीति लिएर आउँछ, अर्कोतर्फ चाहिँ यो कार्यान्वयन गर्न सकिँदैन भनेर हात ठड्याउँछ।
त्यति हुँदाहुँदै पनि केही रिक्रुटमेन्ट एजेन्सीहरूले चाहिँ फ्री भिसा फ्री टिकट जस्तो खालको अथवा इम्प्लोयरबाटै सबै चिज तिराएर नागरिकहरूलाई रिक्रुट गरेको उदाहरणहरू हामीसँग छन्। यो असम्भव चिज रहेनछ। यसलाई ग्रेजुअल्ली बढाउँदै लिएर गएका थियौँ भने अहिले 10-11 वर्षको अवस्थामा हामी धेरै पर पुगिसकेका हुन्थ्यौँ। त्यसलाई सम्भव बनाउने पाथ वेमा हामी धेरै पर पुगिसकेका हुन्थ्यौँ। तर हामी यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेतर्फको समाधानका उपायहरू खोज्नतर्फ भन्दा चाहिँ यो सकिँदैन भन्नेतिर गयौँ। अनि पछिल्लो जुन मन्त्रीजीको अभिव्यक्ति छ, म अलिक कडा शब्द प्रयोग गर्ने, त्यो आपत्तिजनक छ। किनभने यो नेपालले अस्ति भर्खरै उहाँ आफैले साउदी अरेबियासँग साइन गरेर आउनुभयो त, रिक्रुटमेन्ट कस्ट चाहिँ नि इम्प्लोयरले तिर्ने भन्नेमा। अनि अहिले हामीसँग हाम्रो हातमा रहेको युएईसँगको श्रम सम्झौता होस् अथवा केही समय अगाडि मलेसियासँग गरिएको सम्झौता होस् अथवा सन् 2017 भन्दा पछिल्ला पुस्ताका श्रम सम्झौताहरूमा पनि सबै चिजमा नेपाल सरकारले इम्प्लोय मोडलका कुराहरू गरेको छ। भनिसकेपछि ऊ दिनको लागि तयार छु भनेर भनिरहेको छ। हाम्रो श्रम मन्त्रीज्यू चाहिँ होइन यसलाई हटाइदिनु पर्यो भनेर भन्नुहुन्छ। त्यो लेबर फ्रेन्डली वर्कर फ्रेन्डली पोलिसी थियो, त्यसलाई कार्यान्वयन चुनौतीपूर्ण भयो भने कसरी कार्यान्वयन गर्ने भन्नेतर्फ चाहिँ उहाँको प्रयत्न हुनु पर्थ्यो। उहाँ त यसलाई चाहिँ डिसमिस गर्ने भन्ने चाहिँ पोजिसन लिनुहुँदो रहेछ। त्यस कारणले गर्दा मैले आपत्तिजनक भनेको। र अर्को पनि कुरा गर्ने हो भनेदेखि चाहिँ जो पहिलाका सरकारहरूले त गरेनन् है, त्यस कारणले गर्दा बदलिँदो परिस्थितिमा आन्दोलनबाट स्थापित भएको, आन्दोलनको म्यान्डेट लिएर आएको सरकारको मन्त्री हो नि त उहाँ। पहिलाकाले गरेनन् भनेपछि पहिलाको भन्दा बरु म चाहिँ यसमा छलाङ मार्छु भन्ने चाहिँ प्रोग्रेसिभ चाहिँ उहाँको अभिव्यक्ति आउनु पर्थ्यो र प्रयत्नहरू हुनु पर्थ्यो। झन् उहाँको त पछाडि फर्किने किसिमको आयो। त्यस कारणले गर्दा मैले यो आपत्तिजनक भन्ने कडा शब्द प्रयोग गरेँ। यसो गर्नु हुँदैन थियो। उहाँले चाहिँ यो नीतिलाई कसरी कार्यान्वयन गर्न सकेला त, पहिलाकाले गरेनछन्, अब त्यो समय गुज्रियो गयो, त्यसलाई फर्काउन सकिँदैन, अब कसरी गर्न सकिन्छ भन्नको लागि उहाँले चाहिँ नि होमवर्क गर्नुपर्ने ठाउँमा सजिलो उपाय के लिनु भने यो ठिक छैन। अब फेरि शब्द के प्रयोग गर्नुभएको छ भने वर्करकै हितको लागि चाहिँ यो राख्नु हुँदैन। कसरी वर्करको हितको लागि चाहिँ यो हटाउने, जबकि वर्करले तपाईँको सरदर 10 महिनाको कमाइ, सरदर है, कसैले 8 महिनाको पर्दो, कसैले 14-15 महिनाको चाहिँ नि कमाइ चाहिँ यो रिक्रुटमेन्ट कस्टमा तिर्नुपर्दो। यो त प्रयत्न त उहाँले त इम्प्लोयरलाई तिराउने तर्फ चाहिँ लाग्नुपर्ने हुन्थ्यो। त्यो चाहिँ नि त्यो कारणले गर्दा यस्तो अभिव्यक्ति चाहिँ उहाँबाट चाहिँ अपेक्षित थिएन। यो नगरौँ। जुन नीति छ त्यो वर्कर फ्रेन्डली छ, यसलाई कार्यान्वयन गर्नको लागि कृपया मन्त्रीज्यू तपाईँले चाहिँ कमसेकम यो ऐतिहासिक पोजिसनमा हुनुहुन्छ, ऐतिहासिक क्षणमा तपाईँले चाहिँ त्योतर्फ चाहिँ प्रयत्न गरिदिनुहोस्। अब यो पालिको निर्वाचनलाई हेर्दाखेरि विगतको भन्दा यो पालिको निर्वाचन अलि भिन्न जस्तो देखिएको छ। यहाँ चाहिँ कस्तो भने अहिलेको युवा पुस्ता र परम्परागत रूपमा भनौँ लामो समयदेखि राज्य सञ्चालन गरिरहेका दलहरू चाहिँ बीच चाहिँ एउटा एक किसिमको कम्पिटिसन नै, प्रतिस्पर्धा नै छ। तर यो दलको घोषणापत्र अथवा दलको नीतिमा चाहिँ यो श्रमको विषय कहिले पनि परेको छ जस्तो मलाई लागेन। मैले यसो अध्ययन गर्दाखेरि अहिले यो दुईटै दल जो चुनावी मैदानको उत्रेका छन्, चुनावको पूर्व सन्ध्यामा यी दलहरूले चाहिँ श्रमको विषय चाहिँ के कस्ता विषयहरू उठाउनुपर्छ जस्तो लाग्छ यहाँलाई? छोटकरीमा बताइदिनुहोस् है। यसको सुरुवात चाहिँ कहाँबाट गर्नु पर्ला भनेदेखि हाम्रो नीतिहरू जो छ त्यो नीतिहरूमा कतिपय संशोधन गर्नुपर्ने कुरा छ। त्यसको सूची लामो हुन्छ, म अहिले त्यसमा नजाउँ। अनि अर्को चिज चाहिँ भएका नीतिहरू कार्यान्वयन, जुन मकसदका साथ नीतिहरूले व्यवस्था गरिएको छ, नीतिहरू ल्याइरहेको छ, त्यही मकसदका साथ हामीले कार्यान्वयन गर्ने हो भने भनेको प्रोटेक्सनका जुन मेजरहरू छन्, ज्यादती गर्ने र त्यो बिचमा चाहिँ मिसम्यानिपुलेसन गर्नेहरूलाई चाहिँ जुन एक्सन गर्ने कुराहरू छन्, ती चिजहरूलाई चाहिँ त्यस्तो किसिमका शोषण, बाध्यकारी श्रमका कुराहरू अथवा झुटा कुराहरू गर्ने यो खालका चाहिँ अभ्यासहरू छन्, त्यो अभ्यासहरूलाई संशोधन गर्ने खालका कुराहरू गरिन्थ्यो भने, त्यो चिजहरू गरिन्थ्यो भनेदेखि चाहिँ हामीसँग भएका समस्याका भोलुमहरू चाहिँ एड्रेस भएर जान्थ्यो। अब घोषणापत्रको कुराकानी गर्दाखेरिमा उहाँहरूले घोषणापत्र तयार गर्दाखेरिमा भित्र काफी होमवर्क गरिकन, छलफल गरिकन अबको 5 वर्षमा उहाँहरूको पार्टीले कमसेकम भएका जो जति समस्याहरू छन् त्यो मध्येमा सबै नसके पनि यो 5 वर्ष, किनभने त्यो टाइम बााउन्ड पनि हुन्छन्, कतिपयलाई 15औं वर्ष पनि लाग्न सक्ला अथवा 10औं वर्ष लाग्न सक्ला, कतिपयलाई
निर्वाचित भएर आएको भोलिपल्ट जसरी श्रम मन्त्रीजीले फ्री भिसा फ्री टिकट भन्ने पोलिसीलाई हटाउन योग्य छ भनेर थिए, अर्कोले चाहिँ होइन यो त टोटल इम्प्लिमेन्टेसनमा लानुपर्छ भन्ने घोषणालाई नै एउटा डिपार्चर सुरुवात गर्छ नि। हो भनेको आएको भोलिपल्टै पनि गर्न सक्ने कतिपय कामहरू छन् भनिसकेपछि त्यो कामहरू के गर्न सकिन्छ। पब्लिक कन्जम्सनको लागि र यो पपुल्यारिटीको लागि मात्रै घोषणापत्रमा चाहिँ नलेख्नुहोस्, तर गर्नै पर्ने कामहरू के हुन् त्यो लामो सूचीमध्येबाट तपाईँले ठ्याक्कै 5 वर्षमा गर्न सक्ने खालका चिजहरू के छन् त्यो चिजहरूलाई चाहिँ तपाईँले उल्लेख गर्नुहोस् र कमिटमेन्टका साथ चाहिँ जनतामा जानुहोस्। जनताले तपाईँलाई अनुमोदित गर्नु हो भनेदेखि तपाईँको त्यो घोषणालाई पनि अनुमोदित गरे हो। आएको भोलिपल्टबाट 1 2 3 4 गरेर प्रायोरिटी लिस्ट तयार गरेर कार्यान्वयन सुरुवात गर्नुहोस्। त्यसले के गर्छ भनेदेखि चाहिँ विगतमा भएका सरकार त आउँछ तर मेरो लागि होइन रहेछ, मेरो लागि के गर्छ र हामी जस्ताको लागि सरकारले के गर्ला र भन्ने जुन न्यारेटिभ बनेको छ यथार्थ पनि त्यो हो। त्यसलाई तपाईँ बदल्नुहोस्, त्यो बदल्ने गरिकन घोषणापत्रमा लेख्नुहोस्, रियलिस्टिक कुराहरू लेख्नुहोस्, आएपछि कार्यान्वयन गर्नुहोस्। पछिल्लो समय रोजगारीमा जान इच्छुक भएका अथवा जाने तयारीमा रहेका युवा युवती होइन सरकारलाई चाहिँ यहाँले के सन्देश प्रवाह गर्न चाहनुहुन्छ? एकदम छोटकरीमा भनिदिनुहोस्। यसमा चाहिँ खास गरिकन जानुभन्दा अगाडि तपाईँ सुरक्षित हुनको लागि, किनभने झुक्यानमा परिन्छ, जोखिममा परिन्छ, अनफर्चुनेटली कतिपयको चाहिँ बाकसमा आउनुपर्ने समेत पनि अवस्थाहरू यो लामो जर्नीमा यस्तै केही कमी कमजोरीहरू भएको कारणले गर्दाखेरिमा हुन्छ। त्यसमा चाहिँ राज्यतर्फको साइड त छँदैछ, आफूले नबुझिकन जाँदाखेरिमा पनि त्यो किसिमको समस्याहरू हुन सक्छन्। त्यस कारणले गर्दा कसैले केही भन्यो भने त्यसलाई भेरिफाई गर्नु होला है, राम्रोसँग बुझ्नु होला। बुझ्नको लागि अहिले हामीसँग धेरै संयन्त्रहरूको एभाइलेबिलिटी त धेरै सूचनाहरूको एभाइलेबिलिटी चाहिँ नि सजिलो तरिकाले चाहिँ छैन, तर असम्भव पनि छैन। सूचनाहरू र जानकारीहरू प्रक्रियाको बारेमा बताउने सपोर्ट मेकानिजमहरू ठाउँ ठाउँमा छन्, त्यहाँ गएर तपाईँहरूले चाहिँ बुझ्ने गर्नुहोस्। अनि अर्को चिज राज्यतर्फको चाहिँ कुराकानी गर्दाखेरिमा जुन किसिमका अभ्यासहरू भएका छन्, रिक्रुटमेन्टमा भएका इल प्र्याक्टिसेसहरू, गलत अभ्यासहरू छन्, त्यो अभ्यासलाई तपाईँले निगरानी गर्नुहोस् र त्यसलाई चाहिँ नि नियमन गर्नुहोस्। यसमा इन्भल्भहरूलाई कानुनको दायरामा लिएर आउनुहोस्, दण्डहीनतालाई अन्त्य गर्नुहोस्। किनभने त्यो वर्गले के गरिरहेछ भने सबैभन्दा हेल्पलेस र सबैभन्दा गरिब तबकाको मान्छेहरूलाई शोषण गरिरहेको छ र गम्भीर जोखिममा धकलिरहेको छ। त्यस कारणले गर्दा सरकारतर्फले त्यसलाई निगरानी गरिदिनुहोस् र सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गरिदिनुहोस्। जानेहरूले चाहिँ बुझेर जानुहोस्, बुझ्नको लागि पर्याप्त ठाउँहरू छन्। एकैताली कतिपयले भनेका कुराहरूमा अविश्वासै गर्नुपर्ने त कारण नहुँदो हो, तर झ्याप्पै एकैताली विश्वास पनि नगरिहाल्नुहोस्, यसो दोहोऱ्याएर क्रस चेक गर्नुहोस्। सर, यहाँको अमूल्य समय र विचारको लागि धेरै धेरै धन्यवाद। यहाँलाई पनि धेरै धन्यवाद। दर्शकवृन्द, कार्यक्रमको निर्धारित समय सकिएको छ। कार्यक्रममा आज हामीले श्रमको विषयमा कुराकानी गऱ्यौँ। अहिले भएका श्रमका चुनौती, समस्या र समाधानको विषयमा केन्द्रित रहेर कुराकानी गऱ्यौँ। अर्को साता फरक पात्र र फरक प्रसङ्ग लिएर पुनः उपस्थित हुनेछौँ। तबसम्मको लागि क्यापिटल नेपाल हेर्दै गर्नुहोला। नमस्कार।